हेलो हेलो गुड मर्निङ गुड मर्निङ आवाज आइरहेछ है आइरहेछ ठिक छ पार्टिसिपेन्टहरु आउनै बाँकी हुँदो रहेछ 4 जना अझ बाँकी हुन्छ जस्तो लाग्यो तर एउटा कुरा सुन्नु मन हजुर हजुर तपाईले यहाँ जुन हामीले इस्टिमेट पढाउनु भएको नि हजुर हजुर यो चाहिँ हाम्रो जनरली सिभिल वर्क मात्र अलि देखिए जस्तै हाम्रो इलेक्ट्रिकल र सेनिटरी हुँदैन छैन छैन हैन एकदम सिभिल वर्कलाई मात्रै तपाईको इलेक्ट्रिकल वर्कहरु त्यो सेनिटरी वर्कहरु तपाईको त्यो सबै यसमा इन्क्लुडेड भएको छैन कि अनि भ्यालुएसन क्लास त हुन्छ नि यसैमा हैन हजुर भ्यालुएसन हुन्छ भ्यालुएसनको अबको 3-4 क्लास पछि 3टा क्लास भनौं न मिनिमम हजुर अब तपाईको यसमा ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर सम्म सकायो भने सेकेन्ड र टप फ्लोर जुन यसको बाँकी छ त्यो चाहिँ लगभग तपाईले मजाले फर्स्ट फ्लोरको सम्मको सकाइसकेपछि त्यो मजाले गर्न सकिन्छ कि त्यो तपाईलाई सरर जाउँला अनि भ्यालुएसन क्लासहरु गरौँला त्यही त अनि अर्को कुरा सुन्नु न अब हाम्रो घरको बाउन्ड्री वाल हुन्छ नि बाउन्ड्री वालको त्यो फिनिशिङ रेलिङ के रेलिङ अनि गेट हो बाउन्ड्री वाल बाहिरको वालको लागि हजुर भन्नु त त्यसको लागि रेलिङहरु हुन्छ नि रेलिङहरु गेट त्यसको जुन त्यसको हाम्रो एस्टिमेट भएन यसमा यस्तो यहाँ हेर्नु त यसमा जे देखाएको छ नि त्यो मात्रै गरे हेर्नु त यसमा त्यो पार्टर देखाएकै छैन के आफुलाई अवेलेबल ड्राइङ जुन छ त्यसको बाद गर्दिने हो हैन अब त्यो बाँकी रहेको गेटको त तपाईले सिम्पली गर्न सकिहाल्नुहुन्छ नि त्यसकै आधारमा यहाँ जे अवेलेबल छ त्यसको मात्रै गर्दै आऊ के यहाँ त्यो पार्टर अवेलेबलै छैन भनेपछि किन नगरे आऊ त्यो यहाँ भएको पार्टहरु लगभग सकेसम्म नछुटाउनु खोज्ने हो अब काहीँनिर सानो पार्टहरु केही छुटिहाल्छ काहीँनिर लेन्थ सेन्थ याड गर्दाखेरि केही अलि बढी भइहाल्छ हैन त्यसले धेरै फरक पारिरहेको हुँदैन तपाईले यही हेर्नुहुन्छ भने मैले यो टोयलेटहरुको इनर फिनिशिङ यो सबै यो कुराहरु गरेको छैन कि हाम्रो डिटेल एस्टिमेटमा तपाईको त्यो पनि पर्ने भयो नि हैन हजुर कस्ट त उसको आउन जान्छ यसमा पनि हैन अब सबै पार्ट चाहिँ इन्क्लुड गरेर अब ठ्याक्कै कसको के कति भन्ने कुरा त थाहा हुँदैन नि त अब यो जसरी यो मु होला हैन यिनीहरुको वाटर क्लोजेटहरुको यिनीहरुको के कति छ भन्ने कुरा हैन ठ्याक्कै यो नगरे हो यो सिम्पली गर्न सकिहालिन्छ अब कतिजना त आइपुग्नु भयो भन्दा कहाँ आउँछ त्यो पार्टिसिपेन्ट 7 जना 3-4 मिनेट कुरौँ है 30 सम्म कुरौँ हैन अनि त्यसपछि सुरु गरिहालौँ आजलाई 30 सम्म कुर्दियौ कहाँसम्म चाहिँ गरेका थियौ हामीले प्लास्टर वर्क गरे हो कि हामीले कहाँसम्म गरे हो रे हिजो प्लास्टर वर्कको कलम भ्याइएको यतिसम्म भ्याइयो है प्लास्टरको कलम यति पार्ट चाहिँ भ्याइएको ल ठिक छ त्यसो भए 8 जना पुग्नु भएन
हेलो 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 सुनिरहेछ सुनिरहेछ है ठिक छ त्यसो भए यो के रे मैले इस्टिमेसनकै सिम्पल थोरै कुराहरू गरौँ भनेर खोजिरहेको थिएँ के भन्दा यो इस्टिमेसन हामीले यहाँ गरिरहेको हुन्छौँ र जुन यो बाहिरतिरमा चाहिँ धेरै फरक पर्न आउँदो रहेछ क्या कस्तो भन्दा मैले ठ्याक्कै हिजो अस्ति मिटिङ भएर एउटा अस्ट्रेलियन त्योसँग त्यहाँ चाहिँ अब डिफ्रेन्ट पार्टको एस्टिमेसनको लागि छुट्टै दिँदो रहेछ सबैलाई होइन अनि त्यो एउटा उसले चाहिँ त्यहाँ क्याटल फार्मिङ गरिरहेको रहेछ क्याटल फार्मिङमा उसले सबै कुराहरू डिफ्रेन्ट पार्टको एस्टिमेसन फरक मान्छेलाई कि मलाई चाहिँ उसले चाहिँ त्यो वाटर सप्लाई र सेन्टरी उसको लागि त्यो पाइप लाइन फिटिङहरूको लागि चाहिँ भनेर एउटा प्लान पठाएको थियो त्यो हेर्दा हामीले गरेको ड्रइङ र त्यो ड्रइङ बुझ्नै यस्तो गाह्रो हुने होइन बल्ल तल्ल थोरै चाहिँ त्यो त्यहीँको एकजना साथी पनि छन् उनीसँग हामी दुईजना भएर काम गरिरहेछौँ कि त्यसमा चाहिँ अनि थोरै ड्रइङ उनले बुझाउने थोरै अब यस्तो गर्ने भनेर हिजोदेखि त्यो सुरु गरेको दिनमा पनि एकदम उ भएको छ कि अफिस पनि भयो त्यता पनि लगभग हात हालिहालियो हात हालेपछि गाह्रो हुने यहाँ हामीले यहाँ गरिरहेको सिम्पल फिटिङ एल्बोहरू त्यो पार्टहरू अब त्यहाँ के युज गरेको हो नि मटेरियल नै थाहा नहुने कि स्पेसिफाई अब त्यो उसले डिफ्रेन्ट सफ्टवेयर चलाएर गरिरहेको हुन्छ ड्रइङहरू के गरिरहेको हुन्छ अब त्यो खोल्दा पनि ब्लु बिम चाहिने हामीलाई फेरि हामीले यो पिडिएफ रिड गर्नलाई हामीले सिम्पल पिडिएफ रिडर हुन्छ भने उनीहरूले चाहिँ त्यो ब्लु बिममा चलाएर त्यो के गर्दो रहेछ कि त्यहाँको ब्लु बिम भनेको हाम्रो यो नर्मल अटो क्याडै त नभनौँ होइन त्यहाँ लेन्थ सेन्थ सबै मेजर गर्न मिल्ने कि त्यस्तो सफ्टवेयर छ कि त्यो भने त्यो इन्डियाको ड्रइङ पनि कति डिफरेन्ट हुन्छ तपाईँको होइन मैले बाहिरको ड्रइङ चाहिँ हेरेको थिएन अब त्यो हिजो त्यो वाट्सएपलाई सेन्टिओको लागि यसो गर्नु पर्यो भन्ने कुरा आएपछि ल ठिक छ नि त एउटा बाहिरको पनि हेरौँ भनेर चाहिँ त्यो हात हालियो अब त्यो ड्रइङ बुझ्न चाहिँ धेरै टाइम लाग्ने कि त्यो लाग्छ हाम्रो उस अलि डिफरेन्ट छ कि प्याटर्न तपाईँको ड्रइङ गराउने स्टाइलहरू सबै फरक छ नि त हाम्रो पुरै फरक हुँदो रहेछ उनीहरूले इन्डिकेसन दिँदा पनि अब सबै कुरा अब अर्कै तरिकाले दिन्छ नि इन्डिकेसनहरू पनि एकदम अर्कै तरिकाले बुझ्न त अब ड्रइङ स्टडी गर्नै टाइम लाग्ने कि उसले फेरि तपाईँलाई के भन्दा उसको अफिसले चाहिँ अनलाइनै काम गर्नुपर्ने कि ड्रइङ चाहिँ कन्फिडेन्सियल भएर चाहिँ ड्रइङ चाहिँ पिडिएफमा प्रोभाइड नगर्ने त्यस्तो रहेछ फेरि यो चाहिँ अब यो हाम्रो फिल्डर जति काम गरे त्यति अब सिक्दै जाने हो क्या अब त्यस्तो पर्फेक्ट जति काम गर्दै गयो त्यति छिटो जाने अब त्यो एउटा त्यो गर्नुभयो वेभ ब्रिज चाहिँ अस्ति त्यही सरसँग मिलेर वेभ ब्रिजको चाहिँ मैले गरे हो होइन वेभ ब्रिज भन्नाले तपाईँले अरूले बुझिहाल्नु भयो होला नि त्यो ट्रक सडकको चाहिँ वेट मेजर गर्नेवाला वेभ ब्रिज चाहिँ गरे अस्ति भर्खरै वेभ ब्रिज गरिसकेपछि त्यो सँगसँगै त्यो पनि आयो कि वेभ ब्रिज चाहिँ अब सजिलै थियो सिम्पली तपाईँको ग्राउन्डमा एक्सकाभेसन हुन्थ्यो त्यही माथि त्यो बिमहरू राखेको हुन्थ्यो उसले त्यसमा सिम्पली त्यो त एउटा खाल्टो टाइपको गरेर त्यहाँ चाहिँ उसले हामीले त्यो निकाल्नु पर्ने थिएन त्यो के भन्छ लोड सेलरको चाहिँ मेजर के अरे कस्टहरू निकाल्नु पर्ने थिएन लोड सेल पनि सिम्पलै कुरा त हो नि त्यो कति कस्ट पर्न जान्छ कतिवटा राख्ने भन्ने कुरा त हो त्यो गर्न चाहिँ सजिलो भएको थियो त्यो गरिसकेपछि अब त्यो ठ्याक्कै हिजोको आउँदा चाहिँ ले भयो ल ठिक छ अब कतिजना आउनुभयो त्यो बिस्तारै आउँदै गर्नुहुन्छ साथीहरू होइन हामी सुरु गर्दै गरौँ है त हामी
प्लास्टर वर्क थियो मा थियौँ। प्लास्टरमा पनि इन्टरनल प्लास्टर गरिरहेको थियौँ होइन। मैले इन्टरनल प्लास्टर र एक्सटर्नल प्लास्टरमा चाहिँ यसको थिकनेस फरक पर्न जान्छ मैले भनेको थिएँ होइन। इन्टरनल प्लास्टर जसरी अब 1/4 को उसमा चाहिँ 12.5 को युज गरिरहेको छौँ जनरली भने अब यो 12.5 कै हुनुपर्छ भन्ने छैन। कसैले चाहिँ इन्टरनललाई नै चाहिँ 20 को गर्न सक्छ र एक्सटर्नल चाहिँ 25 सम्म जान सक्छ भने हामी जो कलमको प्लास्टरसम्म गरेको थियौँ। अब मेन बीमको लागि चाहिँ इन्टरनल प्लास्टर हेर्नुहुन्छ भने अब यो प्लानलाई हेरौँ, बीम प्लान, मेन बीम प्लान ग्राउन्ड फ्लोरको यही पार्टलाई हेर्ने हो भने अब मेन बीममा तपाईहरुको यहाँ हेर्नुहुन्छ भने यो के छ त भन्दा यो जुन एक्सटर्नल साइडतिरको जसरी ग्रिड लाइन 1 मा ए देखि सी सम्म जाँदा तपाईको बीमको एउटा पार्ट चाहिँ तपाईको एक्सटर्नल साइडमा छ, एउटा पार्ट चाहिँ के साइडमा छ त इन्टरनल साइडमा छ। हामीले अहिले इन्टरनल प्लास्टर गरिरहेको छौं भने यो इन्टरनल साइडको लागि मात्रै कन्सिडर गर्छौं। सिमिलरली ग्रिड लाइन अब 2 को कुरा गर्नुहुन्छ भने 2 मा चाहिँ तपाई ए देखि सी सम्म जाँदा यो दुईटै साइड चाहिँ के छ त हाम्रो दुईटै साइडमा के हुन्छ त हाम्रो दुईटै बीममा के रे बीमको दुईटै साइडमा हाम्रो चाहिँ इन्टरनल प्लास्टर हुन्छ। तर यही 2 ग्रिडमा सी देखि डी सम्म जानुहुन्छ भने यो कहाँ हो त अब यो भन्दा यो त पोर्च एरिया हो। अब पोर्च एरियामा यो त यो भन्दा माथि हामी जानेवाला छैन, अर्थात त्यसलाई चाहिँ के बाउन्ड्री छैन भनेपछि यो बीमको दुईटै साइडमा के हुने भयो त हाम्रो एक्सटर्नल प्लास्टर हुने भयो। अब जस्तै सिमिलर यहाँ हेर्ने हो भने 3 को ए देखि सी मा चाहिँ के छ त हाम्रो दुई साइड छ 8.3 यो लेन्थ चाहिँ तपाईहरुले अब माथिबाट कल आउट गर्दै आउने हो भने यो सिम्पली अब 4.5 प्लस 4.5 माइनस यो कलमको डाइमेन्सन गराउने हो भने त्यो सिम्पली आउँछ। अब सिमिलरली ग्रिड लाइन ए मा 1 देखि 4 सम्म जाँदाखेरि यो बीम पर्यो नि, यो बीमको एक साइड चाहिँ एक्सटर्नल छ, एक साइड चाहिँ इन्टरनल छ भनिसकेपछि यो यसको लेन्थ पनि के यसको नम्बर पनि कति आउने भयो एकै आउने भयो। तर ग्रिड लाइन बी मा जानुहुन्छ भने यसको नम्बर चाहिँ दुईटा आउने भयो। ठीक छ। अब बीमको सकिसकेपछि प्लास्टर अब केमा प्लास्टर गर्नुपर्ने छ त मैले भन्दा स्ल्याबमा छ। स्ल्याबमा इन्टरनल प्लास्टर हुन्छ नि हैन। अब सर्टेन पार्टमा एक्सटर्नल प्लास्टर पनि होला। त्यो पार्ट भनेको कुन हो त भन्दा मेरो पेरिमिटर बराबरको जुन 125 mm थिकनेसको मेरो प्लास्टर गएको हुन्छ त्यो पार्टमा चाहिँ मेरो के हुन्छ त भन्दा एक्सटर्नल प्लास्टर हुन्छ र जुन यो बेस पार्ट छ त्यो पार्टमा चाहिँ के हुन्छ हाम्रो इन्टरनल प्लास्टर हुन्छ। भनेपछि स्ल्याबको लेन्थ र ब्रेथ कति थियो त्यसैमा चाहिँ के गर्दिने हो हामीले प्लास्टर गर्दिने भनेको त्यो सर्फेस एरियामा प्लास्टर गर्दिने हो नि। अब हामीले स्ल्याबको लेन्थ र ब्रेथ पहिले मेजर पनि गरिसक्या हो। यसो के हेर्ने भन्नु भने हजुर हजुर सिलिङ गर्नु हैन। सिलिङ भनेको त्यही स्ल्याबमा। अब त्यो मेजर हेर्नुहुन्छ भने यसको डाइमेन्सन चाहिँ 11890 बाइ हाम्रो कतिको छ त 9800। मैले यो रुम पनि अन गरे है, वेटिङ रुम पनि कहाँ छ वेटिङ रुम हैन एकछिन है यो ल यति गरिसकेपछि भयो। बाहिर निस्केको पार्टमा पनि यो उ पार्टमा चाहिँ इन्टरनल प्लास्टरै हुन्छ है। अब हेर्नु त यति भइसकेपछि यो भयो हैन। अब के रे रेड्युस कुनलाई गर्यो त भन्दा हामीले स्टेयरकेसको पार्टलाई चाहिँ के गर्यो हामीले यो स्ल्याबमा स्टेयरकेस घट्यो भनेपछि स्टेयरकेसको पार्टलाई चाहिँ के गरिने भयो त हामीले घटाइने भयो। त्यसको डाइमेन्सन हामीलाई कति छ आकै छ 4150 बाइ कति आएको छ त भन्दा 2340 को पार्ट आकै छ। यति सकिसकेपछि अब मेरो इन्टरनल प्लास्टर हुने भनेको कुनमा हो त अब स्टेयरकेसमा हो इन्टरनल प्लास्टर हुने भनेको। अब स्टेयरकेसमा इन्टरनल प्लास्टर गर्नको लागि अब यसको डाइमेन्सन हेर्नुहुन्छ भने अब यो वेस्ट स्ल्याबको बेसमा पनि हुने भयो नि त हैन। वेस्ट स्ल्याबको बेसमा गर्नको लागि त्यसको डाइमेन्सन कति थियो त मैले मेरो टाइप 1 को वेस्ट स्ल्याब दुईटा थियो हैन। भइआको हो र सुभाष ल टाइप 1 को वेस्ट स्ल्याब दुईटा थियो। त्यसको डाइमेन्सन चाहिँ 2584 थियो। यहाँ 2580 युज गरिरहेको रहेछ हैन, यो लिथ्रे फरक परेन। 2584 बाइ 1063 को के हो त्यसको डाइमेन्सन हो। र यसको नम्बर कतिवटा छ त भन्दा दुईटा छ। यो ल्यान्डिङ चाहिँ दुईटा हो। अब यसको साइडमा पनि गर्नु पर्यो। साइड भनेको यो पार्टमा पनि प्लास्टर गर्नु पर्यो नि। यो प्लास्टरको डाइमेन्सन कति हो त 2584 यो साइड पट्टि
अर्को भनेको 2584 यो साइडपट्टि पनि हो नि भनेपछि अब यो पार्टको टोटल लेन्थ भनेको 2 टाइम्स 2584 अर्थात् यो माथिबाटै कल आउट गरेको भएर माथि 2 टाइम्स 2584 गरिसक्यो होला त्यही भएर माथिबाटै कल आउट गर्यो यो दुईटा किन गरेको भन्दा दुईटा ल्यान्डिङ स्ल्याब के रे वेस्ट स्ल्याबको लागि गर्नुपर्ने भएर 2 गरिदियो 2584 भनेको हाम्रो दुईतिरको लेन्थ भयो र यसको थिकनेस भनेको कति छ त भन्दा हाम्रो थिकनेस भनेको 125 mm को स्ल्याब दिएको हो वेस्ट स्ल्याब भइसकेपछि वेस्ट स्ल्याब 2 भनेको हाम्रो जुन यो इन्टरमिडिएट स्ल्याब थियो इन्टरमिडिएट स्ल्याबमा पनि 626 बाइ 1062 को हाम्रो यो डाइमेन्सन हो यो बेसको लागि प्लास्टर गरियो र साइड भनेको यो साइडमा पनि सिमिलरली एकातिर 626 अर्कोतिर पनि 626 हुने बित्तिकै कति भयो त हाम्रो यो टाइप 2 को इन्टरमिडिएट स्ल्याब चाहिँ वेस्ट स्ल्याब चाहिँ एउटा मात्रै भयो नम्बर एउटा टोटल डाइमेन्सन भनेको 2 टाइम्स 626 गरियो र यसको थिकनेस भनेको कति छ त हाम्रो 125 mm को यसमा गरियो अब स्टेपहरु हेर्नुहुन्छ भने स्टेप यो पार्टमा गर्ने हो नि हैन अरु पार्टमा त के हुन्छ हाम्रो यो ट्रेडमा यसमा चाहिँ के हुन्छ भन्दा हाम्रो मार्बल फिनिशिङ या समथिङ फिनिशिङ वर्क हुन्छ नि र यो पार्टमा चाहिँ हामीले के गर्छौं त प्लास्टर गर्छौं यो पार्ट भनेको कुन पार्टले गरिराछ त भनेको यो पार्ट भनेको प्लास्टर गर्नुपर्ने पार्ट भनेको यति हो नि हैन भनेको यो ट्रायंगुलर रिजन हो अब मैले के गर्छु त भन्दा डाइमेन्सन लिँदाखेरि नम्बर अफ स्टेप 16 वटा छ यो ट्रेड बराबरको म विड्थ जान्छु र राइजर बराबरको हाइट जान्छु भनेपछि ट्रेड र राइजरको हाइट हामीलाई थाहा छ अब मैले भोल्युम के रे यसको एरिया निकाल्दिदा के गर्छु त मैले भन्दा ट्रायंगुलर पोर्सनको लागि हाफ इन्टु बेस इन्टु हाइट गरेर त्यसको के रे एरिया निकाल्दिसकेपछि ट्रायंगुलर पोर्सनको लागि के भयो त हाम्रो टोटल एरिया क्वान्टिटी अफ प्लास्टर यो आयो अब हेर्नुहुन्छ भने तपाईहरुले इन्टरनल प्लास्टरको काम सकिसकेपछि इन्टरनल प्लास्टरको काम सकिसकेपछि अब एक्सटर्नल प्लास्टर कुन कुन पार्टमा गर्नुपर्ने हो त भन्दा एक्सटर्नल पार्टलाई हेर्नुहुन्छ भने अब ग्राउन्ड फ्लोर प्लानमा हेर्नुहुन्छ भने यो ग्रिड लाइन 1A को 1 देखि 4 सम्मको एउटा बीमको एउटा साइडमा छ त्यसैगरी ग्रिड लाइन 1 को A देखि C सम्मको बीमको एउटा साइडमा छ अब त्यसैगरी ग्रिड लाइन 3 को ग्रिड लाइन 3 भनेको ग्रिड लाइन 3 मा छैन हाम्रो ए ग्रिड लाइन 3 मा कुन छ त भन्दा C देखि D सम्मको उसमा चाहिँ बोथ साइडमा छ हैन त ग्रिड लाइन 2 मा पनि C देखि D सम्म बोथ साइडमा छ एक्सटर्नल प्लास्टर ग्रिड लाइन 4 मा A देखि C सम्म एउटा साइडमा छ अब यसको हाम्रो के भयो त नम्बर अफ साइड चाहिँ निकालिसक्यो यसको साइड लेन्थ पनि हामी निकाल्न सक्छौं यो टोटल लेन्थ पहिला आइसकेको कुरा हो र यो लेन्थ पनि 3000 समथिङ छ हैन यो घटाएर आयो यो के रे यो कलमको पार्ट घटाइदिने हो भने यो लेन्थ पनि आउँछ अब यो पार्टमा कतिको प्लास्टर गर्ने हो त 275 mm कै प्लास्टर गर्ने हो भनेपछि एक्सटर्नल प्लास्टर म सिधै बीममा गएछ है ठीक छ ल बीमको लागि मैले एक्सटर्नल प्लास्टर गरिसके अब कलममा एक्सटर्नल प्लास्टर गर्ने हो भने कलम इन्टरनल प्लास्टर गरे जस्तै यो जुन चार कर्नर छ यो कर्नरको कलममा प्लास्टर गर्दाखेरि दुई साइडमा इन्टरनल प्लास्टर भन्ने थियो दुई साइडमा के थियो एक्सटर्नल प्लास्टर थियो सिमिलरली यो एजको कलम भनेको यो कलमलाई हेर्नुहुन्छ भने यसको तीन साइडमा इन्टरनल प्लास्टर आथ्यो हाम्रो तीनपट्टि एकापट्टि मात्रै के आएको थियो त यसको एक्सटर्नल प्लास्टर आएको थियो र मैले अब यो इन्टरनल प्लास्टरमा अदर भनेर यो दुईटा कलमलाई भनेको थिए भने यहाँ अदर भनेको यो दुईटा कलम हो यो दुईटा कलमलाई मैले अदर भनेर भने यो दुईटा कलमको चारैपट्टि के हुन्छ त हाम्रो एक्सटर्नल प्लास्टर हुन्छ भनिसकेपछि के भयो त अब यो पार्टमा पनि हामीले के गर्दियो एक्सटर्नल प्लास्टर गर्दियो एक्सटर्नल प्लास्टरको लागि अब यदि एउटा मात्रै कर्नर देखेको छ भने कलमको डाइमेन्सन बराबरको लेन्थमा प्लास्टर गर्ने भयो हाइट जाने भनेको त्यही 2.875 भनेको टोटल स्टोरी हाइट माइनस स्ल्याब डेप्थ र यदि दुईटा साइड देखेको छ भने 2 इन्टु कलम डाइमेन्सन तीनटा साइड देखेको छ भने 3 इन्टु कलम डाइमेन्सन र चारवटा साइड देखेको छ भने 4 इन्टु कलम डाइमेन्सन बराबरको लेन्थमा हामीले के गर्ने हो त प्लास्टर गर्ने हो यो भइसकेपछि
अब जुन यो स्ल्याब छ यो स्ल्याबमा पनि के नै गरिरहेको छ भन्दा एक्सटर्नल प्लास्टर नै गरेको मानेको छ कि यो स्ल्याबको मुनिपट्टि अब तपाईँले इन्टरनलै मान्छु भनेर गर्यो भने पनि हुन्छ, यो भित्रपट्टि नै हुन्छ हैन। तर मैले एक्सटर्नल प्लास्टर मानेर चाहिँ यसमा के गरिदिएको छु, प्लास्टर वर्क चाहिँ गरिदिएको छु। 3 बाई यो कतिको छ, 3 बाई समथिङ कतिको छ त भन्दा स्ल्याबमा हो, स्ल्याब यहाँ ड्रइङ यहाँ होला, स्ल्याबको ड्रइङ यो जुन यो स्ल्याब छ 3000 बाई 3490, यसमा चाहिँ के गरेको छु भन्दा एकछिन कसले मेसेज गरिराख्नु भएको छ है, एकछिन है। ल यो पार्टमा चाहिँ के गरिदिएको छ, एक्सटर्नल प्लास्टर गरिदिएको छ। अब स्ल्याबको कुन पार्टमा चाहिँ एक्सटर्नल प्लास्टर बाँकी छ त, जुन यो चारैतिरको पार्ट थियो हाम्रो, यो यति पेरिमिटर बराबरकोमा जुन 125 को mm को थिकनेस हुन्छ, जुन बाहिर देखिन्छ, जुन ब्यान्ड टाइपको जुन बाहिर देखिन्छ भनौँ न स्ल्याबको, त्यो पार्टमा त हामीले के गर्ने हो त 125 mm को प्लास्टर गर्ने हो। भनिसकेपछि मैले यदि दुईटा रेक्टेंगुलर पार्टमा स्प्लिट गरेर गरे पनि भयो, अस्ति सरले भने जस्तै यो पार्टको एरिया निकालेर सिम्पली गरे पनि भयो, र जसको थिकनेस चाहिँ कति छ त हाम्रो भन्दा 125 mm को थिकनेस छ। ठीक छ, यति गरिसकेपछि अब अर्को पार्ट भनेको मैले यहाँ कर्निसलाई भनेको छु। कर्निस भनेको त्यो कलममा बनाएको बुट्टाहरू हो कि, अब यहाँ यसमा बुट्टा भएर चाहिँ त्यो बनाएको हो। अब हेरौँ है त, यहाँ हेर्नुहुन्छ भने एकजना सरले त्यहाँ वेटिङ रुममा आउनु भयो, एकैछिन है त म हेरिहाल्छु। आर्किटेक्चर प्लान आर्किटेक्चर प्लानमा हेर्नुभयो भने तपाईहरुले यो पार्टमा हेर्नु त, यो पार्टमा यो बुट्टा टाइपको देखिरहेको छ कि। सिमिलरली सबै यहाँ कलमहरुमा हेर्नुभयो भने यो जुन यो छ यो बुट्टाहरु, यो यिनीहरुको चाहिँ मेजरमेन्ट कति छ त भनेर निकाल्न खोजेको हो कि। यो पार्टलाई चाहिँ हाम्रो के रे यो बुट्टाहरु भएको पार्टलाई चाहिँ कर्निस भनेर भनेको। अब यसको लागि चाहिँ हेर्नुहुन्छ भने तपाईहरुले अब यसमा पनि के गरेको छु भन्दा मैले कर्नर कलम, एज कलम र आउटर कलम भनेर नाम दिएको छु। अब यहाँ हेर्नु त, जुन कर्नरको 4 वटा कलम छ नि, अब यो 4 6 4 10 2 12 वटा भयो हैन। तपाईले यो बीचको जुन यो कलम छ, यो कलमको हाम्रो के बुट्टा राखेको केही देखिन्छ त, देखिदैन नि भित्रपट्टिको। हो यस्तै भएर यहाँ राखेको पनि हुँदैन। अब हामीले हेर्दाखेरि कुन पार्टमा देखेको छ त भन्दा तपाईको यदि एज कलमलाई हेर्ने हो भने यहाँ देखिएको छ, यहाँ देखिएको छ। यता दुई साइडमा यहाँ एउटा दुईटा बुट्टा, यहाँ पनि एउटा बुट्टा दुईटा बुट्टा। अब यो एज कलम हो भने के रे यो कर्नर कलम हो भने कतिपट्टि देखिन्छ त भन्दा यो दुईपट्टि नै देखिन्छ। अब यसको लेन्थ हेर्नुहुन्छ भने तपाई एकचोटी यहाँ हेरिहाल्नु है त, यसको कसरी मेजर गरेको हो भन्दा डाइमेन्सन हेर्नुभयो भने यो डाइमेन्सन हेर्नु त, यो कतिको छ त 798 समथिङ को यो डाइमेन्सन छ। एउटा बुट्टाको डाइमेन्सन यति छ। अर्को बुट्टाको डाइमेन्सन कति छ त 648 को एउटाको डाइमेन्सन भनेपछि अब सबै कलममा दिएको बुट्टाको डाइमेन्सन भनेको यही नै हुन जान्छ। अब यता पनि हेर्नुभयो भने यसको डाइमेन्सन कति छ त 798 बाइ अर्कोलाई हेर्नुभयो भने यसको डाइमेन्सन कति छ त 648 एडमिट है त। ल यो हो भने अब मैले यदि कर्नर कलमलाई हेर्छु भने कर्नर कलमको नम्बर चाहिँ 4 वटा छ मसँग। अब यहाँ हेर्नुहुन्छ भने अब यसको टोटल लेन्थ कसरी निकाले भन्दा मैले दुईटा बुट्टा तल छ, दुईटा बुट्टा माथि छ हैन, 2 into 2 भयो। दुईटा बुट्टा तल, दुईटा बुट्टा माथि। र कति साइडमा देखिन्छ त यो कर्नर कलमको बुट्टा
दुई साइडमा देखिन्छ भनिसकेपछि मैले के गर्दै भन्दा टोटल लेन्थ निकाल्नलाई 2 × 2 × 2 कस्तो भन्दा दुईटा तल दुईटा माथि दुईटा साइडमा देखिन्छ भनिसकेपछि कति यसको डाइमेन्सन कति भयो त 2 × 2 × 2 गरेर यसको लेन्थ नि कर्नर कलममा बनाएको बुट्टाको लेन्थ निकालेँ मैले हैन। अब सिमिलरली एज कलम, यो कलमलाई हेर्नुहुन्छ भने यो बिचको जुन कलम छ यो कलमलाई हेर्नुहुन्छ भने यो कलमको डाइमेन्सन के रे कलमको एज देखिने कतितिर हो त एकातिर मात्रै हो, एकातिर मात्रै कलम देखिने हो र यो बुट्टाको लेन्थ भनेको हाम्रो कति नै हो त जति पहिलाको छ सिमिलरै हुन्छ र दुईटा तल छ दुईटा माथि छ त्यही भएर मैले के गर्दै 4 टाइम्स यो टोटल लेन्थ कति छ त्यसले मल्टिप्लाई गरिसकेपछि यो टोटल लेन्थमा कतिमा बुट्टा भर्नुपर्छ भन्ने कुरा आयो। अब तपाईको बीचकोमा त छैन भने के यो पार्टमा त हुन्न हाम्रो। अब बाँकी रहेको जुन यो पार्ट छ यो पार्टमा त के हुन्छ भन्दा यो पार्टमा नि बुट्टा हुन्छ। अब यो पार्टको क्याल्कुलेसन गर्दाखेरि यहाँ कस्तो भएछ भन्दा यो पार्टमा हेर्दाखेरि मैले देखेन छु हैन, यो पार्टमा हेर्दाखेरि टक्क देखिया छ के। अब मैले यो पार्टलाई हेरेर माथि मात्रै बुट्टा छ भन्ने एजम्पसन गरेर मैले यहाँ चाहिँ के गर्दै रहेछु भन्दा यो बुट्टालाई हेर्नुहुन्छ भने डाइमेन्सन त्यही हो। अब कतितिर देखिन्छ त भन्दा यो के रे दुईटा तल छ, अब मैले यहाँ दुईटा तल के रे माथि मात्रै छ भन्ने एजम्पसन गरेको छु कि। अनि यो कति साइडमा देखिन्छ त चार साइडमा देखिन्छ, चारैवटा साइडमा देखिन्छ 4 × र माथि के रे यो दुईटा माथि मात्रै छ भन्ने एजम्पसन गरेर 2 ले मात्रै मल्टिप्लाई गरेछु। अब यहाँ हेर्नुहुन्छ भने यो तल र माथि दुईटै साइडमा देखेको रहेछ कि त्यही भएर यसलाई चाहिँ 2 ले अझ मल्टिप्लाई गर्यो भने एक्चुअली यो आउँछ। यहाँ हेर्दाखेरि मैले अब कस्तो कन्फ्युज भएछु क्याल्कुलेसन गर्दाखेरि यहाँ एउटा मात्रै माथि मात्रै छ भन्ने एजम्पसन गरेर तलको गरेन छु कन्सिडर। तपाईले गर्दाखेरि यहाँ टोटल निकाल्न सक्नुहुन्छ है त। भने यसमा अब यो टोटल कर्निसको लागि कति के चाहिन्छ भन्ने कुरा क्वान्टिटी आइसक्यो। अब मैले सबै प्लास्टर वर्क गरेको थिएँ, सबै पार्टमा गरेको थिएँ प्लास्टर वर्क, तर मैले कहाँ मात्रै गरेको थिइनँ भन्दा यो ब्रिक वालको एक्सटर्नल साइडमा गरेको थिएन नि। ब्रिक वालको एक्सटर्नल साइडमा गरेको थिएन भनेपछि कसरी थाहा भयो त भन्दा यहाँ तपाईले हेर्नुभयो भने यहाँ ब्रिक वर्कै देखिएको छ। यसले यहाँ चाहिँ के गरेको छैन त भन्दा प्लास्टर गरेको छैन कि यसले पोइन्टिङ गरेको छ के। यो जोइन्टमा के गरेको हुन्छ त भन्दा त्यो 1:2 सिमेन्ट सेन्डको मोटारले चाहिँ त्यो जोइन्टहरुमा चाहिँ त्यो मोटार दिएर के गरेको हुन्छ त भन्दा पोइन्टिङ वर्क गरेको हुन्छ। यो पार्टमा चाहिँ यो ड्रइङमै देखिएको पार्ट हो कि। यसो हेर्नु भने यहाँ ब्रिक वर्कै देखिरहेको छ बाहिर भनेपछि चाहिँ पक्कै पनि यहाँ के गरेको छ त पोइन्टिङ वर्क गरेको छ। अब तपाईहरुले अब यसो यहाँ क्याल्कुलेसन हेर्नुभयो भने प्रत्येक ग्रिडमा गएर यो लेन्थ निकाल्ने कुरा चाहिँ अब तपाईहरुलाई सिम्पल भइसक्यो भने यो एक्सटेरियर 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 चारपट्टि जाने हो यो। अब मैले लेन्थ लिँदा सिम्पली लेन्थ भइहाल्यो। अब यहाँ हेर्नुहुन्छ भने अलङ द यो जोइन्टमा मैले गरे पोइन्टिङ गरे भने यो जोइन्टमा पोइन्टिङ गरे भने अब अर्को कुनमा गर्ने हो जसरी ब्रिक भर्टिकली आउँदाखेरि मैले यहाँ पोइन्टिङ गरौँला, यहाँ पोइन्टिङ गरौँला, यहाँ पोइन्टिङ गरौँला। त यो ब्रिकको पार्ट त के भइरहेको छ, यो ब्रिकको पार्टमा त मैले गरेको छैन। अब यहाँ तपाईले टोटल डाइमेन्सन लिँदा यसो देख्नुहुन्छ हेर्नुभयो भने 8.3 बाइ के देखेको छ 2.6। अब यसमा के भइरहेको हुन्छ त भन्दा यो पोइन्टिङ वर्कको लागि जति तपाईको के रे पोइन्टिङ वर्कको लागि जसरी तपाईले प्लास्टर गर्नु पर्यो भने यहाँ जसरी 2 बोरा सिमेन्ट लाग्ने वाला छ भने पोइन्टिङ गर्दा अलिक कमै लाग्छ। हो यसको रेट पनि पोइन्टिङ वर्क भनिसकेपछि हामीले टोटल अमाउन्ट चाहिँ त्यही प्लास्टरको बराबरको टोटल स्क्वायर मिटरमा क्वान्टिटी निकालिदिरहेको हुन्छ। फरक पछि गएर केमा मात्रै पर्न आउँछ भन्दा यसको जुन रेट हुन्छ रेटले मल्टिप्लाई गर्ने बेला प्लास्टरको जुन रेट थियो र पोइन्टिङको लागि रेट छुट्टै गरेको हुन्छ। त्यसले चाहिँ तपाईको के दिन्छ त भन्दा पछि गएर यसको रेट के रे टोटल रेटमा चाहिँ फरक पर्दैन। यसो हेर्दाखेरि तपाईको यहाँ प्लास्टर गरेको क्वान्टिटी र पोइन्टिङको क्वान्टिटी बराबरै देखिराख्नु भयो होला, तर यसले फरक चाहिँ पछि पोइन्टिङ वर्क मैले त्यही भएर यहाँ चाहिँ केमा गरेको हो भन्दा यसले चाहिँ पोइन्टिङ वर्क भनेर छुट्टै यसको नाम दिएर पोइन्टिङ वर्कको लागि छुट्टै क्याल्कुलेसन गरिसकेपछि रेट राख्दाखेरि पोइन्टिङकै लागि रेट राखिन्छ। अब तपाईले यहाँ पोइन्टिङ वर्क पनि जहाँ जहाँ ब्रिक वाल छ त्यहाँ त्यहाँ गर्ने हो हैन। घटाउनु पर्ने के पार्ट भयो त हाम्रो यही ओपनिङ वाला पार्ट चाहिँ हामीले के गरिदिनु पर्ने भयो त यहाँ डिडक्सन गरिदिसकेपछि टोटल पोइन्टिङ वर्कको लागि कति क्वान्टिटी हो यो पनि आयो। हेलो ब्याक टु मिटिङ कहाँबाट जाने? ठिक छ है।
यहाँसम्म? यस्तो तपाईले भन्न खोजेको कुरा ठिक हो। हेर्नु अब तपाईँ कस्तो हुन्छ भन्दा तपाईले क्याल्कुलेसन गर्दाखेरि यही वर्कलाई तपाईले कति दिन लाएर गर्ने भन्ने कुरा हो कि। तपाईले भनेको कुरा अब त्यहाँ प्लास्टर गर्नुपर्छ त्यसलाई म इन्क्लुड गरेर गर्छु भन्दा पनि पाइयो है। त्यो सिम्पल क्याल्कुलेसनको कुरा हो। लेन्थ र ब्रेथ निकालिसकेपछि त्यो घटाएर मजाले गर्न सक्नुहुन्छ। तर त्यो प्रत्येक उसको लागि त्यस्तो गर्दै गर्दै जाँदा एकदम टाइम कन्ज्युमिङ हुन्छ हैन। तपाईलाई जसरी यही बिल्डिङलाई गर्नु पर्यो भने 5-7 दिन लाएर पनि त भएन नि हैन। सिम्पल अब एक लेभलको के अरे गरिसकेपछि त्यहाँ सर्टेन पार्टहरू छुट्दा पनि एकदमै हेभी फरक आइरहेको। जसरी मैले यहाँ गरिहालेँ, मैले अघि गर्दाखेरि तपाईँलाई भने यो कर्निस निकाल्दाखेरि यहाँ निकाल्दाखेरि मैले के गरेको छु भन्दा यो पार्टमा हुनुपर्ने त 4 ले मल्टिप्लाई हो नि हैन। 2 छुटेको छ त। अब 2 छुटिसकेपछि एकदमै हेभी फरक आएर तपाईँको क्लाइन्टलाई नै हुन जाने गरी फरक आएर केही हुनेवाला चाहिँ होइन है। त्यही भएर चाहिँ सानो सानो पार्टको छुट्दा र गर्दाखेरि इन्क्लुड भइरहँदाखेरि चाहिँ त्यस्तो एकदम फरक परेर तपाईँको इस्टिमेसनमै फरक आइरहेको हुँदैन कि। त्यही भएर तपाईँले क्याल्कुलेसन गर्दा म यो पार्टलाई पनि राख्छु, प्रत्येक स्टेपको एकदम लाइक गर्दै गर्छु भन्नुहुन्छ भने ठिक छ। मैले हिजो तपाईँलाई सबैभन्दा राम्रो इक्जाम्पल त के को दिएको थिएँ भन्दा रिइन्फोर्समेन्ट निकाल्दाखेरि सबैभन्दा कस्टली पर्न आउने भनेको तपाईँको रिइन्फोर्समेन्ट हामीले के को आधारमा क्याल्कुलेसन गरिरहेको छौँ त? पर्सेन्टेज बेसिसमा क्याल्कुलेसन गरिरहेको छौँ भनेपछि अप्टिमम राखिरहेको छौँ। त्यही रिइन्फोर्समेन्ट तपाईँले मैले हिजो ठ्याक्कै सबैभन्दा बेस्ट इक्जाम्पल चाहिँ त्यही हुन जान्छ क्या। रिइन्फोर्समेन्ट तपाईँले ठ्याक्कै निकाल्ने हो भने त बार बेन्डिङ सेड्युल युज गर्ने, टक्क कति आउँछ त्यति मात्रै निकाल्ने हो भने अझ एक्युरेट हुन जान्छ नि। त्यो सबैभन्दा कस्टली स्ट्रक्चर पनि हो, के अरे कस्टली मेटेरियल पनि हो। त्यही भएर चाहिँ त्यो झ्यालको मुनि आउने सानो प्लास्टरलाई पनि कन्सिडर गर्छु भन्नुहुन्छ भने त्यो पनि गरेर गर्न पाइयो। अब त्यसले चाहिँ एकदमै फरक पारिरहेको चाहिँ हुँदैन है। अब प्लस यो पोइन्टिङ भएको हो नि हाम्रो हैन। पोइन्टिङ वर्क भइसकेपछि अब पेन्टिङ वर्क। अब पेन्टिङ वर्कलाई हेर्नुहुन्छ भने अब पेन्टिङ पनि एक्सटेरियर साइड र इन्टेरियर साइडमा छुट्टा छुट्टै प्रकारको हुन्छ। तपाईले कस्तो भन्दा पेन्टिङ चाहिँ जनरली एक्सटर्नल साइडमा हेर्ने हो भने एक्सटर्नल साइडमा जनरली भार्निस युज गरिरहेको हुन्छ र अहिले चाहिँ तपाईँको के पनि आएको छ भन्दा यो लिन्सिड ओइल भन्ने पनि बाहिर चाहिँ युज गरिरहेको हुन्छ भने इन्टरनल साइडमा चाहिँ जनरली यो के अरे यो प्लास्टिक इमल्सन ओइल भन्ने युज गरिरहेको हुन्छ कि। अब तपाईँले वालको कुरा एक्सटर्नल पेन्टिङमा हेर्नुभयो भने के अरे एक्सटर्नल वालको हामी अहिले इन्टरनल पेन्टिङमा गइरहेको छौँ है। इन्टरनल पेन्टिङ हेर्नुभयो भने यदि यो बिम प्लान भयो हैन, यो आर्किटेक्ट यहाँ जाउँ, यहाँ हेर्नुहुन्छ भने यो साइडमा के गर्ने हो तपाईले, यो एक्सटेरियर वालको इन्टरनल साइडमा के गर्नु पर्यो त? पेन्टिङ गर्नु पर्यो। भनेको जुन पार्टमा तपाईले प्लास्टर गर्नु भएको थियो त्यो सबै पार्टमा चाहिँ के गर्नु पर्यो तपाईहरुले? पेन्टिङ गर्नु पर्यो। भनिसकेपछि अब अहिले 1 मा ए देखि सी सम्म जाँदा एउटा मात्रै पार्ट आयो, यसमा के अरे पेन्टिङ गर्नुहुन्छ। सिमिलरली 4 मा ए देखि सी सम्म एका साइडमा मात्रै प्लास्टर गर्नुहुन्छ। अर्को कहाँ गर्नुहुन्छ त इन्टेरियर प्लास्टर? ग्रिड लाइन ए मा 1 देखि 4 सम्म गर्नुहुन्छ। ग्रिड लाइन सी मा 1 देखि 4 सम्म के गर्नुहुन्छ तपाईले? इन्टेरियर प्लास्टर गर्नुहुन्छ एका साइडतिर मात्रै। तर ग्रिड लाइन 2 र 3 मा ए देखि बी सम्म जाँदा जुन यो वाल छ यो वालको बोथ साइडमा इन्टेरियर प्लास्टर गर्ने हो नि। त्यही भएर त्यसलाई कन्सिडर गर्दाखेरि के गरेको छ होला भन्दा 2 साइड लेन्थ र हाइट, 2 साइड लेन्थ र हाइट। अब डिडक्सन पार्ट भनेको कुन हो भन्दा झ्यालको पार्ट, भेन्टिलेसनको पार्ट र तपाईको कुन पार्ट हो भन्दा अब यो डोरको पार्टमा चाहिँ सिम्पली त्यही पेन्टिङ गरिरहेको हुँदैन। अब त्यहाँ यो पेन्टिङ चाहिँ वालको केस गर्दाखेरि वालको पेन्टिङ गर्दाखेरि यो ओपनिङ चाहिँ घटाउनु पर्यो है। अब त्यो हो भने अब हामीले अर्को कहाँ छ त पेन्टिङ गर्नुपर्ने? अब कलममा पेन्टिङ गर्नुपर्ने छ। कलमको पनि सिमिलरली इन्टरनल प्लास्टर र एक्सटर्नल प्लास्टर गरे जस्तै अब कलमको पनि के हुने भयो त भन्दा कर्नरको कलममा जुन इन्टरनल प्लास्टर गर्नु पर्ला दुई साइडमा,
एजको कलममा 3 साइडमा गर्नु पर्ला र यो बिचको जुन यो कलम छ यसको चारवटै साइडमा के गर्नु पर्ला त इन्टरनल पेन्टिङ गर्नु पर्ला भनिसकेपछि यो आयो इन्टरनल पेन्टिङमा यो आयो सिमिलरली बीममा हेर्नुहुन्छ भने तपाईहरु बीममा हेर्नुहुन्छ भने अब के हो त हाम्रो भन्दा बीममा हेर्नुहुन्छ भने ग्रिड लाइन तपाईको 1 मा ए देखि सी सम्म के छ त अगाडिको जस्तै यहाँ माथि वाललाई गरे जस्तै ए देखि सी सम्म एक साइडमा मात्र इन्टरनल पेन्टिङ सिमिलरली ग्रिड 2 मा के छ त भन्दा हाम्रो ए देखि सी सम्म गयो तर बोथ साइडमा यो गर्ने हो भने इन्टरनल प्लास्टर के पेन्टिङको काम सक्यो अब तपाईहरुको के छ त भन्दा यो स्ल्याब छ जुन स्ल्याबको पार्टमा पनि के गर्नु पर्यो पेन्टिङ गर्नु पर्यो नि हो त्यो स्ल्याबको पार्टमा पेन्टिङको लागि अब कति हो त भन्दा हाम्रो स्ल्याबको डाइमेन्सन मेजर गरिसकेका थियौं हामीले 11 समथिङ बाइ 11890 बाइ यो 9800 यतिमा चाहिँ हामीले के गर्दियौं भन्दा यहाँ जति पार्टमा हामीले इन्टरनल प्लास्टर गरेको थियौं त्यही पार्टमा हामीले के पनि गर्दियौं त भन्दा इन्टरनल पेन्टिङ यसमा मैले एक्सटर्नल प्लास्टर भनेर मानेको छु यो पार्टमा मैले पेन्टिङ पनि के नै गरे भन्दा एक्सटर्नल पेन्टिङ नै गरे अब स्ल्याब भइसकेपछि यो टोटल स्ल्याब आयो यहाँ अगाडि हामीले यति पार्टमा हामीले यो स्टेयरकेसको लागि भोइड भनेर यसमा प्लास्टर गरेको थिएनौं भनेपछि यही पार्टमा हामीले के पनि गर्नु पर्यो यो पार्टलाई चाहिँ हटाउनु पनि पर्यो डिडक्ट पनि गर्नु पर्यो अब अर्को पार्ट भनेको इन्टरनल पार्ट चाहिँ के छ त हाम्रो के प्लास्टर गरेको स्टेयरकेस छ स्टेयरकेसकोमा पनि के गर्नु पर्यो तपाईहरुले भन्दा पेन्टिङ गर्नु पर्यो स्टेयरकेसमा पेन्टिङ गर्दाखेरि वेस्ट स्ल्याबको पार्ट आयो वेस्ट स्ल्याबको डाइमेन्सन 2584 बाइ 1063 छ यो भयो वेस्ट स्ल्याब 2 चाहिँ यो टाइपको वेस्ट स्ल्याब दुईटा छ सिमिलरली यसको साइडमा गर्ने भने 2584 एउटा लेन्थ अर्कोपट्टिको 2584 दुईटा चाहिँ यसको सन्तोष इन्टर वेटिङ रुम ल 2584 दुईटातिर भयो भनेपछि टोटल लेन्थ 5160 भयो यसको थिकनेस कतिमा मात्रै गर्ने हो त पेन्टिङ अब जतिमा मैले प्लास्टर गरेको थिए त्यतिमा भनेको 125 mm मा के गर्ने हो त प्लास्टर गर्ने हो सिमिलरली जुन यो इन्टरमिडिएट स्ल्याब छ इन्टरमिडिएट वेस्ट स्ल्याबको पनि के रे इन्टरमिडिएट वेस्ट स्ल्याबको बेसमा गर्यौं भनेपछि 626 बाइ 1062 र इन्टरमिडिएट स्ल्याबको साइडमा गर्नको लागि 2 टाइम्स 626 को लेन्थमा 125 mm को के गर्ने हो त पेन्टिङ गर्ने हो अब यही स्टेपको साइडमा प्लास्टर गरे हो नि यो पार्टमा प्लास्टर गरे हो नि हैन यो पार्टमा प्लास्टर गरे हो भने यो पार्टमा प्लास्टर गरे हो भने यही पार्टमा मैले के पनि गर्नु पर्यो भन्दा पेन्टिङ पनि गर्नु पर्यो पेन्टिङको अब नम्बर अफ स्टेप 16 वटा छ मेरो यसको ट्रेडको डाइमेन्सन 265 हो राइजरको डाइमेन्सन मैले कति मानेर गरेको छु भन्दा 170 मानेर गरेको छु भने त्यही पार्टमा मैले के पनि गर्नुपर्ने हो पेन्टिङ पनि गर्नुपर्ने अब सिमिलरली ल्यान्डिङ दुईटा ल्यान्डिङ छ जसको डाइमेन्सन कति बाइ कति छ त 1145 बाइ जुन नापेको हामीले 1062 छ त्यही पार्टमा मैले के गर्नुपर्ने छ त भन्दा अब पेन्टिङ गर्नुपर्ने छ अब तपाईहरुले इन्टरनल पेन्टिङको काम सकिसकेपछि अब एक्सटर्नल पेन्टिङमा आउनु पर्यो एक्सटर्नल पेन्टिङ भनेको अब एक्सटेरियर वालमा एक्सटेरियर वाल जुन छ त्यही एक्सटेरियर वालमा पनि के गर्नु पर्यो त अब पेन्टिङ गर्नु पर्यो यो वाल जुन यो ब्रिक वाल लागेको छ यहाँ पनि त पेन्टिङ गर्नु पर्यो यहाँ पनि पेन्टिङ गर्नु पर्यो हैन त्यो वालको लागि के गर्नु पर्यो त भन्दा यदि ग्रिड लाइन 1 मा जाने हो भने सिमिलरली अगाडिको जस्तै 1 मा ए देखि सी सम्म 4 मा ए देखि सी सम्म ए मा 1 देखि 4 सम्म र सी मा पनि 1 देखि 4 सम्मको वालमा पेन्टिङ गर्ने हो जुन चाहिँ पेन्टिङ चाहिँ एक्सटर्नल पेन्टिङ हुन्छ अब डिडक्ट के पार्ट गर्नु पर्यो त हामीले भन्दा डिडक्ट गर्नुपर्ने पार्ट भनेको झ्याल र ढोकाको पार्ट सिमिलर त्यहाँ पनि अब कलममा पनि एक्सटर्नल पेन्टिङ आउँछ कुनमा आउँछ त भन्दा कर्नरमा आउँछ एजमा आउँछ यो इन्टरनल यो यसमा आएन र अदर भनेर यो बाहिरको कलममा पनि के आउँछ त हाम्रो एक्सटर्नल पेन्टिङको काम आउँछ भनिसकेपछि हामीले के गर्यौं भन्दा कलमलाई हेर्दाखेरि यसको कतितिर गर्नुपर्ने छ त्यसको आधारमा लेन्थ निकाल्यौं एकतिर गर्नुपर्ने भए कलमको डाइमेन्सन बाराको लेन्थ दुईतिर गर्नुपर्ने भए 2 इन्टु कलम डाइमेन्सन बाराको लेन्थले हामीले के गर्यौं यसको लेन्थ निकाल्यौं नम्बर कतिवटा छ हामीलाई अलरेडी थाहा छ र हाइट कति जानुपर्ने हो त टोटल स्टोरी हाइट माइनस स्ल्याब डेप्थ बाराको हाइट गएर यसमा कति पेन्टिङ गर्नुपर्छ यो निकाल्दियो अब बीममा पनि पेन्टिङ गर्नु पर्यो बीममा पेन्टिङ गर्दाखेरि एक्सटर्नल पेन्टिङ भनेको कुन पार्टमा हुन आउँछ त भन्दा तपाईको
बीमको पेन्टिङ पनि यो एक्सटर्नल पार्ट, यो एक्सटर्नल पार्ट, यो एक्सटर्नल पार्ट, यो र यो बाहिरको लागि सब दुईटैतिर हुन आउँछ भनेपछि मैले के गरेँ भन्दा बीमको लागि एक्सटर्नल पेन्टिङ गर्दाखेरि 1 मा A देखि C सम्म गए एउटा मात्रै भयो, 2 मा चाहिँ C देखि D सम्म गयो होला, म 3 मा पनि C देखि D सम्म गयो होला, दुईटा पार्ट मात्रै गरे, दुईटै पार्टमा गर्नु पर्यो यसको पेन्टिङ र लेन्थ चाहिँ क्याल्कुलेट गरे मेजर गरेर लेन्थ निकाल्न सकियो। सिमिलरली अर्को अब 4 मा A देखि C सम्म गए, अब ग्रिड लाइन A मा 1 देखि 4 सम्म गएर ग्रिड लाइन C मा 1 देखि 4 सम्म गए, ग्रिड लाइन D मा 2 देखि 3 सम्म गएर मैले के गर्न सके त भन्दा यहाँ एक्सटर्नल पेन्टिङ कति आउँछ भनेर निकाल्न सके। अब तपाईहरुले यो स्ल्याबमा हेर्नुहुन्छ भने यो स्ल्याबको लागि पनि के गरेको छु मैले एक्सटर्नल प्लास्टर गरेको छु भने यहाँ पनि मैले के नै गर्ने हो त भन्दा अब एक्सटर्नल पेन्टिङ नै गर्ने हो जसको डाइमेन्सन चाहिँ 3 मिटर बाइ 3.49 हाम्रो स्ट्रक्चरल ड्राइङमा देकै छ, त्यो पार्टमा गरे। अब एक्सटर्नल पेन्टिङ भनेको जुन स्ल्याबको थिकनेस बराबरको जुन बाहिर ब्यान्ड देखिन्छ त्यसमा पनि गर्नु पर्यो भनेपछि यो टोटल पेरिमिटर बराबरको लेन्थमा गरे मैले र 125 को थिकनेसमा मैले के गरे त भन्दा एक्सटर्नल पेन्टिङ गरे र अब यो के रे यो स्ल्याबलाई हेर्नुहुन्छ भने यसको पेरिमिटर बराबरको लेन्थ र थिकनेस बराबरको मैले केमा गरे त भन्दा थिकनेस बराबरको डेप्थमा चाहिँ मैले के गरे, हाइटमा चाहिँ मैले के गरे पेन्टिङ गरे। यतिसम्म ठीक छ। यहाँसम्म ठीक छ। ल यहाँसम्म ठीक छ भने अब हामीले जुन यो वुड सर्फेसहरु छ, वुड सर्फेसहरुमा हामीले के गर्छ त्यो चपरा पेन्ट दिने भन्छ नि हो, त्यसको क्वान्टिटी कति आउँछ भनेर मेजर गर्न खोजिरा। अब चाहिँ कसको आवाज क्यार आयो है त, म्युट गर्नु त। ल जुन यो वुडन हाम्रो यो वुडन सर्फेसहरु छ हाम्रो यो प्लानमा भनौं न यो ड्राइङमा, त्यो वुडन सर्फेसहरुमा हामीले के गरिरहेको छौं त अब चपरा पेन्टको चाहिँ कति क्वान्टिटी आउँछ त त्यो मेजर गर्न खोजिरहेको के। अब तपाईले यहाँ ग्राउन्ड फ्लोरमा हेर्नुभयो भने एउटा डोर छ, 8 वटा विन्डोहरु छ र एउटा भेन्टिलेसन छ। कसको आवाज क्यार आइरा छ है यता। अब यसको डाइमेन्सन हेर्नुहुन्छ भने यदि तपाई डोरमा जानुहुन्छ भने डोरको डाइमेन्सन कति हो त भन्दा अब डोरको डाइमेन्सन हेरौँ त पहिला। डोरको डाइमेन्सन कति हो त भन्दा 1200 बाइ 2500 को के हो त मेरो डोरको डाइमेन्सन हो। ठीक छ, डोरको डाइमेन्सन 1200 बाइ 2500 को डोरको डाइमेन्सन हो। अब मैले यो पार्टमा पेन्टिङ अप्लाई गर्दाखेरि मैले के गर्छु त भन्दा कतिमा के चपरा पेन्ट लाउने हो त भन्दा यसको 1200 बराबरको लेन्थमा लाउने हो। यो मैले अहिले वुडन फ्रेमको लागि मात्रै कुरा गरिरहेको छु, शटरको लागि होइन है। जुन ढोकाको यो फ्रेम हुन्छ यो पार्टको लागि कुरा गरिरहेको छु है, यो पार्टको लागि कुरा गरिरहेको छु। भनेपछि मेरो यो डोर हो भने यो डोरमा यसको लेन्थ चाहिँ कति हो तपाईको 1200 हो। यो कति हो त 2500 बाइ के रे यो पनि 2500 यो पनि 2500 हो। भनिसकेपछि मैले चपरा पेन्ट अप्लाई गर्नुपर्ने ओभरअल पार्ट भने कति हो त भन्दा यो लेन्थ प्लस यो लेन्थमा अप्लाई गर्ने हो नि हैन। त्यो हो भने अब हेर्नु त अब यो कतिकोमा अप्लाई गर्नुपर्ने छ। यो पार्टको थिकनेस के रे लेन्थ कति छ त मेरो भन्दा 1200, यो पार्टको लेन्थ कति छ 2500 प्लस 2500 भनेपछि तीनटै जोड्नु पर्यो। अब त घटाउनु पर्ने कति पार्ट हुन्छ त भन्दा यो जुन यो पार्ट आको हुन्छ नि, यो माथि होरिजन्टल पार्ट हुन्छ, होरिजन्टल पार्टको मुनि चाहिँ कुन हुन्छ त यो पार्ट हुन्छ नि हो। टोटल यसलाई घटा के रे यसको थिकनेस बराबरको के रे टोटल लेन्थमा यसको थिकनेस कतिचोटी घटाउनु पर्यो, एकचोटी यता घटाउनु पर्यो, एकचोटी यता घटाएर गर्नु पर्यो।
यो ठ्याक्कै टोटल दुईटै मानेर गरिदिन्छु भने पनि तपाईँलाई रफ क्याल्कुलेसनको लागि यति टोटल मैले घटाउँदिनँ, सिम्पली गरिदिन्छु भन्दा पनि फरक परेन होइन। नत्र के हो त भन्दा गर्नुपर्ने यसको लेन्थ बराबरको पार्टमा चाहिँ के गर्नु पर्यो, अब यहाँ हेर्नुहुन्छ भने तपाईँले 6050 जुन आएको छ E49 के अरे E349 मा हेर्नुहुन्छ भने यो पार्टमा E128 भनेको यसको लेन्थ हो, G128 भनेको यसको के अरे 2 टाइम्स G128 गरेको छ भने यो हाइटलाई चाहिँ G128 मा डिफाइन गरे होला, यो 2 भयो। अनि 2 टाइम्स 0.075 गरेको भनेको यो जुन माथिको फ्रेम हुन्छ यसको थिकनेस चाहिँ कति हुन्छ त 75 mm हुने भएर एकचोटी यताको पार्टमा आयो एकचोटी यताको पार्टमा आयो भनेपछि के गरिदिनु पर्यो त यसको थिकनेसलाई चाहिँ घटाइदिनु पर्यो। अब मैले टोटल लेन्थ निकाले, अब त्यो पेन्टिङ अप्लाई गर्नुपर्ने विड्थ चाहिँ कति त भन्दा विड्थ पनि कतितिर गर्नु पर्यो, एक पार्ट त तपाईको ढोकामै टाँस्या हुन्छ, अरु 3टा पार्ट हुन्छ नि हो, त्यो 3टा पार्टमा पनि त त्यो 3टा पार्ट बराबरको मैले के माने यहाँ ब्रेथ माने। त्यो 3टा पार्ट भनेको एउटा 100 mm को विड्थ र दुईटा चाहिँ 75 mm को हुन्छ नि हो, त्यसलाई चाहिँ मानिसकेपछि टोटल विड्थ चाहिँ कति आउँछ त 100 mm प्लस 75 mm इन्टु 2 गर्दाखेरि 250 mm को के आउने भयो त मेरो टोटल विड्थ आउने भयो। यहाँनिर ठिक छ, कतिमा चपरा पेन्ट अप्लाई गर्ने भन्ने कुरा ठिक छ। ल ठिक छ भने अब सिमिलरली विन्डोको लागि जानुहुन्छ भने तपाई विन्डोको लागि जानुहुन्छ भने अब यहाँ विन्डोको फिगर हेर्नुहुन्छ भने एउटा प्यानल, दुईटा प्यानल, तीनटा प्यानल छ। अब यहाँ हेर्नुहुन्छ भने विन्डोको डाइमेन्सन हेर्नुभयो भने तपाईले विन्डोको डाइमेन्सन भनेको कुन हो, W1 टाइपको विन्डो युज गरिरहेको हो भने 750 बाइ कतिको छ त 2350 को मेरो के छ त विन्डो छ भनिसकेपछि 750 को यो माथिको पार्ट हो, 2350 को दुईटा भर्टिकल लिइरहनु भइरहेको छ र एउटा 2350 को यो पनि आइरहेको छ नि हैन, यो फ्रेम पनि आइरहेको छ नि भनिसकेपछि मैले के गर्नु पर्यो त यहाँ भन्दा अब विन्डोको त बेसमा पनि हुन्छ भनिसकेपछि अब डोरमा बेसमा हुन्थेन, बेसको लागि कन्सिडर गरिरहेको थिएनौ, विन्डोको त बेसमा पनि हुन्छ टपमा पनि एउटा फ्रेम हुन्छ भनिसकेपछि दुईटा चाहिँ विड्थ बराबरको भनिसकेपछि दुईटा चाहिँ 1200 बराबरको र तीनटा चाहिँ कति बराबरको हुने भयो त, अब तीनटा चाहिँ 2075 बराबरको लेन्थ हुने भयो। घटाउने पार्ट भने कति हुने भयो त भन्दा अब यहाँ हेर्नुभयो भने एउटा एकचोटी दुईचोटी तीनचोटी दुईटै साइडमा घट्यो नि 6 टाइम्स 0.075 यसको थिकनेस पनि 0.075 नै हुन्छ र दुईचोटी एउटा उसमा घट्यो, दुईचोटी अर्कोमा घट्यो र दुईचोटी अर्कोमा घट्यो भनेपछि 6 चोटी के घट्यो त यो 0.075 बराबरको थिकनेस घट्यो र अब यसको टोटल लेन्थ भनेको कति नै हुन्छ त 2 टाइम्स 0.075 प्लस ब्रेथ भनेको प्लस 0.1 गर्दाखेरि टोटल यसको ब्रेथमा आयो भनेपछि यसको लागि पनि हामीले टोटल क्वान्टिटी निकाल्न सक्यो। ठीक छ, यहाँ ठीक छ, ठीक छ है। सिमिलरली भेन्टिलेसनको लागि पनि त्यही हो के, भेन्टिलेसनको लागि पनि दुईचोटी यो 7 भेन्टिलेसन गर्दा दुईचोटी यो 1200 बराबरको आयो अनि तीनचोटी 700 बराबरको आयो र यो तीनचोटी 0.075 बराबरको चाहिँ यो घटाइयो, टोटल यसको लेन्थ आयो। कहाँ हो भेन्टिलेसन चपराको त्यो आयो र यसको थिकनेस चाहिँ 0.250 बराबरको थिकनेस गरेर टोटल क्वान्टिटी निकाल्छौं। अब चपरा पेन्ट फ्रेममा हामीले युज गरियो, अब फ्रेममा युज गरिसकेको जुन वुडन शटर हुन्छ त्यो शटरमा कतिमा अप्लाई गर्ने हो त भन्दा तपाईले यो जतिको डाइमेन्सन छ 1200 बाइ डोर चाहिँ 1200 बाइ 2500 को छ त्यसमै पेन्ट लाउने हो, अनि विन्डो चाहिँ 1200 बाइ 2075 को छ त्यसमै 1200 बाइ 2075 को छ त्यसमै लाउने हो, भेन्टिलेटर चाहिँ 1200 बाइ 700 को छ त्यसमै के लाउने त हामीले चपरा पेन्ट लाउने हो। ठीक छ, यहाँ यो चपरा पेन्ट लागो पार्ट चपरा पेन्ट भइसकेपछि ठीक छ। यो जुन घटाउनु भएन हजुरले यो घटाको अलि बुझ्दैन, एकचोटी यसो सर भन्दिनु त घटाउनु भएन जुन यो ल सिम्पली बुझ्नु है। जसरी यो डोर हो भने कस्तो हुन्छ त भन्दा म
यस्तो हो नि त हैन, यहाँ भनेको त यो भनेको त मैले माथिपट्टिको पार्टलाई मात्रै उ बनाइदिएँ हैन। यो हो नि हैन, मेरो यो जुन यो डाइमेन्सन दिएको छ यहाँ 1200 बाइ 2500 को जुन डाइमेन्सन दिएको छ नि, यो 1200 भनेको यहाँदेखि यहाँसम्मको लेन्थ कुन भन्दा 1200 भनेको यहाँदेखि यहाँसम्मको लेन्थ, 2500 भनेको त्यही पार्टदेखि यहाँसम्मको लेन्थ हो के। र जुन यो 75 mm को थिकनेस घटाइरहेको छु, यसको थिकनेस भनेको कति हुन्छ त भन्दा यो थिकनेस भनेको कति हो त मेरो, यो थिकनेस भनेको 75 mm को थिकनेस हो। अब तपाईहरुले यो डोरको लागि टोटल लेन्थ निकाल्नुहुन्छ भने, डोरको बुझ्यो भने विन्डोको पनि त्यसरी नै बुझ्नुहुन्छ है। डोरको लागि टोटल लेन्थ निकाल्नुहुन्छ भने 1200 को यो लेन्थ प्लस एउटा 2500 यहाँ बेसमा हुँदैन, अर्को 2500, तीनटा जोडियो। अब यहाँ जो यो 75 mm को त पहिले आइसकेको छ नि, हो यो 75 mm को पार्ट चाहिँ एकचोटी यतापट्टिको लागि एकचोटी घटाइदिउँ, अर्को पट्टिको लागि एकचोटी घटाइदिउँ कि। त्यही भएर यो चाहिँ दुई टाइम्स घटाएको हो, यो थिकनेस चाहिँ घटाइदिएको कि, 2 टाइम्स घटाएको। त्यो जस्तो जुन माथि मोटाइ हुन्छ नि तपाईको माथिको फ्रेमको मोटाइ के विड्थमा कन्सिडर गरिरहेको छौं नि हामीले। ए भन्नु त मोटाइ के त, यो मोटाइ चाहिँ मोटाइ हजुर त्यो मोटाइ घटाएको हो, यो मोटाइ घटाएको हो के, यो मोटाइ घटाएको, यो पार्ट घटाएको। टोटल तपाईको टोटल भनेको 2500 छ, त्यो चाहिँ हाइट हैन, त्यो फ्रेमको हाइट टोटल हाइट चाहिँ 2500 छ। 2500 मा टोटल हाइट चाहिँ 2500 छ मेरो। अनि त्यो हाम्रो कन्सिडर भयो नि त टोटल लेन्थ निकाल्दाखेरि, त्यही भएर यति पार्ट चाहिँ यहाँ हाम्रो 1200 पहिले कन्सिडर भइसक्यो हैन, त्यही भएर घटाएको हैन, 1200 भित्र कन्सिडर भएर घटाएको हैन। हो 1200 बाट कन्सिडर भइसक्यो। एक्चुअली विन्डोको भनिदिनु। अब सिमिलरली विन्डोलाई हेर्नुहुन्छ भने 1200 बाइ कतिको छ, 2075 को विन्डो यो छ नि हैन। यहाँ अहिले फिगर हेर्नुभयो भने दुईटा उ छ कि हैन, यहाँ आर्किटेक्ट प्लानमा हो एउटा दुईटा तीनटा छ कि हैन। यहाँ भर्टिकल गएको दुईटालाई आफ्नो विन्डोमा पनि यसो हेर्नुभयो भने एउटा दुईटा तीनटा हुन्छ, त्यहाँ दुईटा झ्याल खोल्न मिल्ने हुन्छ नि हैन। हो त्यही देखाएको हो, जसको बेस विड्थ चाहिँ तपाईको कति छ त भन्दा बेस विड्थ चाहिँ 1200 छ, हाइट चाहिँ कति छ त 2075 छ। भनिसकेपछि अब कति पार्टमा आउने भयो त भन्दा दुईटा बेस आयो मेरो। यसै गरी दुईटा बेस आयो, भर्टिकल हाइट कतिवटा आयो त 1 2 अनि दुईटा झ्याल हुन्छ भने यहाँ चाहिँ के आयो त एउटा अर्को पनि हुन्छ नि भर्टिकल पोस्ट हो, तीनटा हाइट आयो। अब घटाउँदाखेरि कति घटाउनु पर्यो त भन्दा एकचोटी यताको घटाउनु पर्यो, दुईचोटी यता घटाइने भयो, दुईचोटी यता घटाइने भयो र दुईचोटी यता घटाइने भयो कि 6 चोटी घटाइने भयो। तपाईको सुन्नु न, एकचोटी माथि घटाइने भयो हैन, डोरको जस्तै सेम। एकचोटी डोरको जस्तै 2 टाइम्स माथि भयो, फेरि तल चाहिँ कति भयो, डोरको जस्तै 2 टाइम्स तल भयो, अनि 4 टाइम्स टोटल 4 टाइम्स भयो। अनि अर्कोतिर झ्याल तपाईले यसो हेर्नु भयो भने दुईटा झ्याल हुन्छ नि हैन खोल्न मिल्ने। दुईटा झ्याललाई चाहिँ के गरेको हुन्छ त भन्दा एउटा त्यो यो फ्रेम भयो, एउटा यो फ्रेम भयो, अनि झ्यालमा चाहिँ कस्तो हुन्छ त भन्दा मैले यहीँबाट ड्र गरे भने यही त हो नि हैन, यो तीनटा अनि यसमा चाहिँ दुईटा झ्याल खोल्न मिल्ने हुन्छ नि हैन र। हजुर हजुर हो। अब यहाँ दुईटा झ्याल दिनुको लागि एउटा भर्टिकल पोस्ट यो भयो, एउटा यो भयो र एउटा तीनटा भर्टिकल पोस्ट भयो नि हैन। तीनटा भर्टिकल पोस्ट अनि तपाईको झ्यालमा त के रे डोरमा पो बेसतिर थिएन, यहाँ त बेसमा पनि हुन्छ हैन। त्यही भएर दुईचोटी यो 1200 बराबरको लेन्थ दुईचोटी जोड्नु पर्यो। अनि यो तीनचोटी यो हाइट जोडियो र दुईचोटी यहाँनिर घटाइयो, के रे एकचोटी टपमा एकचोटी बटममा गर्दाखेरि दुईचोटी एउटा भर्टिकल पोस्टमा चाहिँ दुईचोटी घटाइयो कि। भनेपछि हाम्रो तीनटा भर्टिकल पोस्ट छ भने 6 चोटी घटाइयो। ठीक ल ठीक छ बुझ्यो। ल यति भइसकेपछि अब कहाँ पार्ट आयो भने कसैले मेसेज त गर्नुभएको छैन। ल यो पार्ट सकिसकेपछि अब कहाँ गइयो त भन्दा हामी वुडन वर्कतिर गयौँ। वुडन वर्कमा चाहिँ हेर्नु त वुडन यो कतिको फ्रेम र कतिको सटर चाहिन्छ भन्ने कुरा हो कि सिम्पली। अब यहाँ तपाईले यो यसको लागि लेन्थ निकालिसक्यो हो पहिल्यै हैन, टोटल लेन्थ कति चाहिने हो यसको अहिले भर्खर जसरी निकाल्यौँ हामीले।
डोर हो भने डोरको लागि टोटल लेन्थ कति चाहियो निकालिसक्यो। त्यो डोरको 75 mm थिक र 100 mm विड्थ जुन तीनटा पार्ट हुन्छ नि, यसो हेर्नु त कसरी भन्दा ल यसलाई यो मान्यो। यसमा मैले वुडन वर्क गर्नुपर्ने छ भने मैले के गरिसके त भन्दा यसको टोटल वुडन वर्कको लेन्थ मैले अगाडि निकालिसके हो नि हैन, त्यही बराबरको लेन्थ त गर्ने हो नि। जति यहाँ मैले वुडन फ्रेमको लागि टोटल लेन्थ निकालेको छु त्यही लेन्थको हामीले बनाउने हो। त्यो लेन्थ भइसक्यो। अब यसको के हुन्छ त भन्दा अर्को पनि बनाइदिए आउनु ल अहिले यस्तै भने है मैले। ल अब यसको टोटल मैले लेन्थ निकालिसके। थिकनेस चाहिँ कति हुन्छ त भन्दा थिकनेस चाहिँ 75 mm र जुन यो विड्थ हुन्छ यो चाहिँ जनरली 100 mm को विड्थ हुन्छ भने मैले अब टोटल भोल्युम निकाल्न सके नि। काठको लागि चाहिने भोल्युम कसरी आयो त भन्दा टोटल लेन्थ मेरो मैले अगाडि निकालिसके हो। लेन्थ निस्किने भनेको त्यही लेन्थ हो के अरे, जसको विड्थ चाहिँ कति छ त भन्दा यो 100 mm हुन्छ यो विड्थ चाहिँ, र यो थिकनेस चाहिँ कति हुन्छ त भन्दा मेरो 75 mm हुन्छ। भनिसकेपछि त्यही 75 mm र 100 mm ले मल्टिप्लाई गरिसकेपछि टोटल क्युबिक भोल्युम अफ वुड वर्क आयो। सिमिलरली अब झ्यालमा पनि त्यही हो र भेन्टिलेसनमा पनि त्यही हो। यहाँ अब यो त लगभग बुझ्यो होला हैन। अब वुड के अरे डोर प्यानललाई हेर्नुहुन्छ भने डोर प्यानलको जुन सटर हुन्छ, सटरको के अरे जति बराबरको त्यसको सटरको डाइमेन्सन छ त्यसकै त्यति बराबरको प्लाई युज गरेर त्यसको बनाउने हो। भनिसकेपछि यसको कति छ त डोरको लागि 1200 बाइ 2500 को छ। 1200 बाइ 2500 को तपाईं के युज गर्दै होला यहाँ एक्युरेट चाहिएको बेला रे बाटे नि डिडक्ट गर्नु पर्यो होला आन्सर लागि के रे बेटे के भन्नु रिबेट भन्नुभयो हो। अब त्यति डिटेलमा त नजाऊ है, रिबेट भन्नुभयो होला हैन। रिबेटहरु दिनहरु त्यति डिटेलमा गएर यो एक्चुअल चाहिँ तपाईले प्रिसाइज 100% एक्युरेट त तपाईले एस्टिमेसन भन्ने बित्तिकै यो दिनै सक्नुहुन्न हैन। तपाईले जति एक्युरेट गर्छु भनेर एस्टिमेसन गरे पनि त्यहाँ सर्टेन पछि गएर तपाई कन्स्ट्रक्सन गर्दाखेरि त्यसमा थोरै थोरै फरक त आइ नै हाल्छ। मैले के भनेको भन्दा अब यही प्रोजेक्ट तपाईलाई पे चाहिँ एकदम कति 10-15 दिन लाए पनि हुनेवाला छ भने तपाईले इच एन्ड एभ्री पार्ट मजाले गरेर गर्छु भन्दा पनि पाउनु भयो। सिम्पली तपाईलाई 1-2 दिनमा मैले काम गर्नुपर्ने छ। तपाईले जुन यो रिबेटको पार्ट चाहिँ घटाउने भन्नुभयो नि, रिबेटको पार्ट चाहिँ नघटाएर गर्ने हो भने पनि त्यस्तो फरक आइराको हुँदैन के। ठीक छ तपाईले भने पनि। अब वुडन यो के अरे डोर प्यानलको लागि मलाई चाहिने प्लाईको डाइमेन्सन के अरे प्लाईको साइज कति हो त 1200 बाइ 2500 को प्लाई हो। विन्डोको लागि चाहिने प्लाई कतिको त मेरो 1200 बाइ 2075 को हो यहाँ देखिरहेको छ। र भेन्टिलेसनको लागि चाहिने प्लाई भनेको मेरो कति हो त 1200 बाइ 700 को भनेपछि त्यसकै कति स्क्वायर मिटरको प्लाई चाहिन्छ त्यही चाहिँ युज गर्दिएको। पछि जुन यो अब यसमा आउने चाहिँ तपाईको यो हिन्ज ह्यान्डल यो लकहरु हुन्छ यसलाई चाहिँ केले कन्सिडर गर्छ त भन्दा यसलाई चाहिँ यसको रेटले कन्सिडर गर्छ के। अब तपाईको यो विन्डोमा यति राख्यो भनिसकेपछि के अरे विन्डोको टोटल यहाँ निकाल्नुहुन्छ। यसमा आउने तपाईको यो जुन यो हिन्ज ह्यान्डल र लकहरु छ यो लकको अब रेटलाई चाहिँ यसरी कन्सिडर गर्दै हुन्छ। ठीक छ। अब मैले जुन यो डब्ल्युपीसी प्यानलको कुरा गरिरहेको थिए, मैले हिजो यो के कुरा गरेको थिए भन्दा तपाईहरुलाई वाल दिदा पनि यो पार्टमा वाल दिएको थिए मैले हैन, यो पार्टमा पनि वाल दिएको थिए। यो पार्टको मैले कुरै गरेको थिएन नि। हो मैले यो पार्टको कुरा किन गरेको थिएन भन्दा यो चाहिँ सानो त्यो कस्तो हुन्छ भन्दा कहीँ अफिस बिल्डिङहरु त्यहाँ यसो त्यो ठाउँमा हेर्नु भयो भने यो चाहिँ कस्तो हुन्छ सिम्पल त्यो एउटा कम्पोजिट के भन्छ यो डब्ल्युपीसी प्यानल भन्नाले वुड प्लास्टिक कम्पोजिट प्यानल हुन्छ समथिङ। यसलाई चाहिँ यो प्यानलले चाहिँ के गर्दिएको हुन्छ भन्दा यो रुम र यो रुमलाई चाहिँ के गर्दै हुन्छ
छुट्याइदिएको हुन्छ। तर यो रुम यो यसको हाइट चाहिँ टोटल हाइटमा रन गरिरहेको हुँदैन कि उसले चाहिँ। यो हाइट चाहिँ अब सिम्पली सोध्ने कतिसम्म पार्टिसन गर्ने हो, कतिसम्मको हाइट चाहिने हो। यो मान्छे चाहिँ टक्क त्यहाँ कुरा गर्दा अब कुरा त सुनिहाल्छ, सामान्य पार्टिसनवाला हो। मान्छे बसिरहँदा काम गर्दा चाहिँ नदेखियोस्, तर पार्टिसन टोटल माथि छतसम्मै जानुपर्छ भन्ने छैन कि। जनरली 7 फिटसम्म गरिरहेको, 7 फिट भन्नाले 2100 mm 2021 mm सम्मको प्यानल चाहिँ युज गरेर यो रुम र यो रुमलाई पार्टिसन गरिरहेको हुन्छ। यहाँ के युज गर्ने भन्ने कुरा चाहिँ तपाईँले जसले ड्रइङ गरेको हो त्यसबाटै थाहा हुने कुराहरू। तपाईँले आफैले ड्रइङ गर्नुभएको छ भने तपाईँलाई क्लाइन्टले के गर्ने हो भन्यो, यहाँ के गर्ने हो भनेर के प्यानल राख्ने हो भन्यो, त्यसको आधारमा तपाईँले आफै गर्न सक्नुहुन्छ। होइन तपाईँले गरेको ड्रइङ होइन भने एकचोटि सोध्ने, जसले ड्रइङ गरेको उसलाई सोध्ने, यसमा के राखेको हो त, वालै त होइन यो भनिसकेपछि यहाँ चाहिँ के गरेको होला भन्दा यो पार्टिसनको लागि यो टोटल लेन्थ निकाले होला होइन। टोटल लेन्थ र हाइट चाहिँ कति गएको हो त, सिम्पली 2.1 मिटर जति गएको छ भनेको लगभग 7 फिट जति को हाइटमा राखिदियो भने यसले काम गर्यो भनेर यसको चाहिँ के प्लाइ यो पार्टिसन प्यानलको चाहिँ साइज निकाल्दा के क्वान्टिटी निकाल्यो। अब यति भइसकेपछि मैले हिजो पनि फ्लोर फिनिसिङ वर्कको कुरा गरेको थिएँ होइन। फ्लोर फिनिसिङमा फर्स्टमा चाहिँ स्क्रिडिङ वर्कको कुरा गरिरहेको थियो, अनि यहाँ ग्रेनाइट वर्कको कुरा आएको छ। ग्रेनाइट वर्क चाहिँ कसरी राख्यो भन्ने कुरा हेर्नुभयो भने यहाँ भन्दैकै छ, हेर्नु त प्रत्येक फ्लोरमा यहाँ भन्दैछ ग्रेनाइट वर्क, ग्रेनाइट वर्क, ग्रेनाइट वर्क, सबै ठाउँमा ग्रेनाइट वर्क भनेकै छ यसले। भनिसकेपछि यहाँ के गर्नुपर्ने छ त, ग्रेनाइट वर्क गर्नुपर्ने छ भन्ने कुरा बुझ्यो। अब त्यसको त्योभन्दा पहिला स्क्रिडिङ वर्कमा जाने हो भने मेसेज गरे हो दुईटै लेन्थ, यो लेन्थ र यो लेन्थ के अरे यो लेन्थ, यो दुईटै लेन्थ एड गरे हो, अरू केही पनि होइन। त्यसपछि हामी फ्लोर फिनिसिङ वर्कतिर जाउँ। फ्लोर फिनिसिङ वर्कमा अब पहिला तपाईँले के गर्नुहुन्छ त, यो ओभरअल तपाईँ ग्राउन्ड फ्लोरभरि के गर्नुहुन्छ त, सिमेन्ट र पानीको उसको चाहिँ घोला दिनुहुन्छ, स्क्रिडिङ वर्क गर्नुहुन्छ। घोला दिने भनेको यो फ्लोरमा घोला दिनुहुन्छ ग्राउन्ड फ्लोरमा, र डिडक्ट कति पार्टलाई गर्नुहुन्छ तपाईँ चाहिँ स्टेयर केसको पार्टलाई चाहिँ के गरिदिनुहुन्छ त, त्यहाँ घोला आउँदैन भनेपछि हाम्रो स्टेयर केसको पार्ट जति छ त्यति पार्टलाई चाहिँ के गरिदिने हो त, डिडक्ट गरिदिने हो। अब यहाँ हेर्नुहुन्छ भने टोटल डाइमेन्सन कति हो, 9/11.9 भनेको कुन गर्यो होला यसले भन्दा यो टोटल 9 यो टोटल 11.9 निकाले होला। यो टोटल 9/11.9 ग्राउन्ड फ्लोरको हैन रे यो। हो ग्राउन्ड फ्लोर भनेपछि ए फर्स्ट फ्लोर के रे, एक तला त माथि पर्यो कि तल पर्यो, स्टेयरकेस सुरु हुने बेला पर्यो। सुरु हुने बेलाको त हामीले उसमा गरेको हैन, अप टु द प्लिन्थ बीममा स्क्रिडिङ गरे हो त। अप टु द प्लिन्थमा त हामीले यो पार्टलाई मात्रै कन्सिडर गरिरहेको थियो। कुन पार्ट भन्दा एकछिन है त, यो अगाडिको पार्टलाई मात्रै, यति पार्टलाई मात्रै कन्सिडर गरिरहेको थियो होला। तपाईँ हेर्नुभयो भने यो पार्टमा हामी आएकै छैन, यो पार्टलाई मात्रै कन्सिडर गरिरहेको थियो होला है। अनि डिडक्सन तपाईको स्टेयरकेस त डिडक्सन त हुँदैन, तल त स्क्रिडिङ त गर्नु पर्यो। स्टेयरकेसको पार्टमा पनि गर्नु पर्यो त, ग्राउन्डमा स्टेयरकेसको पार्टमा चाहिँ डिडक्सन हुने भयो। यो पार्ट चाहिँ हाम्रो के हुने भयो त, आउने भयो भनेपछि स्टेयरकेस लिँदाखेरि अब त्यति बराबरको लेन्थ लिन्छौँ कि हामीले। अब यहाँ हेर्नुभयो भने मैले फर्स्टमा के गरिदिएँ भन्दा टोटल लेन्थमा के गरेँ त, मैले स्क्रिडिङ वर्क गरेँ। अब घटाउने पार्ट भनेको तपाईँले डाइमेन्सन हेर्नुभयो भने कतिको पार्टमा घटाए त मैले भन्दा यो 3 point कति आएको छ, 3 point समथिङ 3.040 बाई कतिको पार्टमा घटाए त मैले, यतातिर आउँदाखेरि तपाईँको 2 point समथिङको पार्टमा 3839 को पार्टमा मैले घटाउनु पर्यो। यति पार्टमा मैले दिने भएन, यो पार्टमा त आफै आइसक्यो नि हैन। भनिसकेपछि यो कभर भयो। अब स्क्रिडिङ वर्क भनेको तपाईँले कहाँ दिनुपर्ने छ त भन्दा स्टेयरकेसको पार्ट हेर्नुहुन्छ भने अब स्टेपको ट्रेडमा दिनु पर्यो, राइजरमा छ र ल्यान्डिङमा दिनु पर्यो। ठीक छ। ट्रेड कतिवटा छ, हाम्रो नम्बर चाहिँ 16 वटा छ, जसको 1062/265 को हो, यसको क्वान्टिटी आयो। अब राइजर कतिवटा हो त, 16 वटा छ भने 18 वटा कति टोटल नापेर तपाईको 18 वटा राइजर आयो होला हैन। टोटल नाप्नुहुन्छ भने यहाँ कहाँ छ स्ट्रक्चरल ड्राइङ, राइजर काउन्ट गर्नुभयो भने 1 2 3 4 5 6 7 8
8 यतापट्टि 8 अर्कोपट्टि 16 र यता दुईटा 18 भयो। दुईटा गरेर यहाँ दुईटा जुन देखिरहेछ यो र यो गरेर 18 वटा चाहिँ टोटल राइजर भयो। अब राइजरको लागि तपाईको के भयो त 170 को राइजमा दिनु पर्यो र यसको राइजर लेन्थ कति हुन्छ त 1062 को मा चाहिँ भइरहेको हुन्छ कुदिरहेको हुन्छ भने 1062 बाइ 170 को मा के दिनु पर्छ मैले स्क्रिडिङ दिनु पर्यो। अब ल्यान्डिङ दुईटा ल्यान्डिङ छ 1045 बाइ 1062 को हामीले हिजो नापेकै हो नि हैन, यसमा त केही समस्या छैन होला। भनेपछि यतिको पार्टमा हामीले के गर्नु पर्यो त स्क्रिडिङ वक दिनु पर्यो। अब हेर्नु भयो भने तपाईहरुले अब मैले ग्रेनाइट वक भनेर ग्रेनाइट वकमा गएको छु के ग्रेनाइट वकको लागि चाहिँ टोटल रुम भरि के दिने भनेको छ यसले ग्रेनाइट वक दिने भनेको छ। कतिमा मात्रै घटाउने भनेको छ त घटाउने पार्ट भनेको यसको केमा आयो त अब मात्रै स्टेयरकेसको जुन यहाँ पार्ट हुन्छ अब यसमा त ग्रेनाइट वक गरे हुँदैन भनेपछि टोटल फ्लोरको चाहिँ एरिया निकाल्ने त्यसबाट के घटाउने त भन्दा अब हामीले चाहिँ यही स्टेयरकेसको जति बराबरको हामीले यो स्टेयरकेसको एरिया जति आएको थियो त्यही घटायो भने हाम्रो के आयो त अब ग्रेनाइट वर्कको लागि पनि के आयो हाम्रो टोटल क्वान्टिटी मेजर गर्न सकियो। अब स्कर्टिङ भन्ने कुरा स्कर्टिङ हिजो पनि भनेको थियो। स्कर्टिङको लागि के भनेको थिए भन्दा स्कर्टिङ कहाँ गरिन्छ त भन्दा जहाँ जहाँ वाल र फ्लोर चाहिँ जोइन्ट भइरहेको हुन्छ त्यो त्यसमा चाहिँ के गर्ने हो त भन्दा हाम्रो स्कर्टिङ गर्ने हो। अब स्कर्टिङको लागि हामीले के गर्नु पर्यो त भन्दा यहाँ हेर्नुभयो भने तपाईहरुले यो टोटल लेन्थ कति यो पेरिमिटर बराबरको लेन्थमा जानु पर्यो स्कर्टिङको लागि। यो पेरिमिटर बराबरको लेन्थ माइनस के गरेछ त यो ढोका घटाएको होला यतापट्टिकोमा चाहिँ स्कर्टिङ गर्नु परेन ढोका घटायो। ढोका घटाइसकेपछि प्लस अब के गर्यो त भन्दा यो इन्टरनल वाललाई पनि के गर्दै होला यसले प्लस गर्दै होला। यहाँ भनिसकेपछि के भयो त अब हाम्रो टोटल स्कर्टिङ आयो। ठीक छ हैन। स्कर्टिङ के को लागि आयो त अब हाम्रो यो ग्रेनाइटको लागि हैन यो स्कर्ट ग्रेनाइट होइन ग्रेनाइट वक भनेको छुट्टै स्कर्टिङ भनेको त हाम्रो वाल र फ्लोरको त्यहाँ जोइन्टमा चाहिँ हामीले जुन यो सर्टेन एउटा ब्यान्ड टाइपको दिइरहेको हुन्छ 150 mm को त्यसलाई चाहिँ के भन्ने हो त हाम्रो स्कर्टिङ भन्ने हो नि हैन। अब ग्रेनाइट वर्क चाहिँ अब हामीले कहाँ गरिरहेको छौँ त भन्दा अझ स्टेपमा गरिरहेको छौँ। स्टेपमा चाहिँ कतिकोमा छ त अब स्टेप ट्रेड चाहिँ कति छ हाम्रो 16 वटा ट्रेड छ जसको डाइमेन्सन 1062 बाइ कति हो 200 यो चाहिँ मिस्टेक भएको है ट्रेड 265 हुनुपर्ने हो यहाँनिर हैन 265। अब थोरै यसले चाहिँ नोजिङलाई पनि कन्सिडर गर्दै 270 गरे हो। यहाँ चाहिँ नोजिङलाई चाहिँ कन्सिडर गरे पनि हुन्छ हैन नगरे पनि हुन्छ हैन 265 66 राखेर गर्न सक्नुहुन्छ तपाई। सिमिलरली राइजरलाई हेर्नुहुन्छ भने 1062 बाइ 154 गरेको छ यहाँ हैन 154 ठ्याक्कै 150 को 150 70 कति युज गरेको थियो ठ्याक्कै तपाई त्यही राख्न सक्नुहुन्छ। यहाँनिर ठ्याक्कै यति नै भन्ने चाहिँ यहाँनिर यो मिस्टेक भएको होला 170 बाइ 16 भनेपछि त्यही नोजिङ त्यो पार्ट चाहिँ घटाएको हो कि ठीक छ। अब सिमिलरली ल्यान्डिङमा हेर्नुहुन्छ भने 1145 बाइ 1062 को के हो लेन्थ हो। अब यही पार्टमा स्कर्टिङ गर्ने हो नि स्कर्टिङ तपाईको यो स्टेयरकेस रन भएको पार्टमा पनि त वाल र अब फ्लोरै नभए पनि वाल र तपाईको स्टेयरकेसको पार्ट के भइरहेको हुन्छ त भन्दा जोइन भइरहेको हुन्छ हो त्यो पार्टमा पनि स्कर्टिङ गर्ने हो भने अब यसले के गरेको हो भन्दा स्टेपमा स्कर्टिङको लागि यो अलोङ द वेस्ट स्ल्याबको टोटल लेन्थमा गर्यो नि स्कर्टिङ हैन। यो यहाँदेखि यहाँसम्म जानु भनेको के हो त हाम्रो वेस्ट स्ल्याबको लेन्थ हो नि हैन। भनेपछि एउटा वेस्ट स्ल्याबको लेन्थ जोड्यो एउटा तलबाट माथि गइरहेको अनि त्यसपछि ल्यान्डिङको पार्ट पनि जोड्नु पर्यो एउटा ल्यान्डिङ अर्को ल्यान्डिङ पनि जोड्नु पर्यो र यहाँ हाम्रो दुईटा यो के गरेको हो भन्दा 2 * E184 भनेको दुईटा चाहिँ के छ हाम्रो के रे वेस्ट स्ल्याब छ नि एउटा टाइपको वेस्ट स्ल्याब 1 भनेर दुईटा छ वेस्ट स्ल्याब 2 भनेर एउटा छ। भनिसकेपछि के हो त भन्दा यो सिम्पली स्ट्रक्चरमा जानुहुन्छ भने दुईटा यो लेन्थ एउटा यो लेन्थ अनि अरु भनेको के को लेन्थ गरेको त यो भन्दा अर्को वेस्ट स्ल्याबको लेन्थ र अरु तपाईको ल्यान्डिङको दुईटा लेन्थमा चाहिँ के गर्नु पर्यो त हामीले अब स्कर्टिङ गर्नु पर्यो नि हैन ठीक छ। यो लेन्थ यो वालसँग टाँसिरहेको हुन्छ यसमा स्कर्टिङ गर्नु पर्यो यो आइसकेपछि स्टेप पार्ट सबै कभर भइहाल्यो अर्को इन्टरमिडिएट आइरहेको हुन्छ इन्टरमिडिएट यही सकाइदियो भने चाहिँ यो आयो यसमा तपाईले यो ल्यान्डिङमा गर्नु पर्यो अनि त्यसपछि वेस्ट स्ल्याब ल्यान्डिङ वेस्ट स्ल्याब ल्यान्डिङ अनि अर्को वेस्ट स्ल्याब आयो नि हैन दुईटा टाइप 1 को वेस्ट स्ल्याब दुईटा ल्यान्डिङ
एउटा चाहिँ टाइप 2 को के अरे वेस्ट स्ल्याब आयो भने यो टोटल लेन्थ त्यही भएर E184 भनेको दुईटा वेस्ट स्ल्याब, एउटा अर्को टाइपको वेस्ट स्ल्याब र दुईटा चाहिँ लेन्डिङमा गरे हो। लेन्डिङको लागि तपाईँ कस्तो हुन्छ भन्दा अब हेर्नु है, लेन्डिङ चाहिँ यहाँ 2 इन्टु गरेको भएर लेन्डिङ चाहिँ तपाईँ सरी यहीँ हेरौँ न, लेन्डिङ पार्ट चाहिँ यतापट्टि पनि कनेक्ट भएको छ, यतापट्टि पनि कनेक्ट भएको छ नि, त्यही भएर यो लेन्थ र ब्रेथ आएको हो कि दुईटै। लेन्थ र ब्रेथ आयो, लेन्थ र ब्रेथलाई जोड्यो अनि दुई ठाउँमा दुईटा के अरे ल्यान्डिङ भएर दुईटा जोडिदिएको थियो। अब मेटल ओकलाई हेर्नुहुन्छ भने अब तपाईँ मैले यहाँ के गरेको छु भन्दा मेटल ओकमा हेर्दाखेरि तपाईँहरूले के देख्नुहुन्छ भन्दा यो सिम्पली अलङ द स्टेयरकेसको रेलिङ रनाउने हो नि त। रेलिङ रनाउने भनेको अलङ द लेन्थ अफ वेस्ट स्ल्याब हो भनिसकेपछि यसको लेन्थ क्यालकुलेट गर्नलाई तपाईँलाई समस्या भएन। अलङ द लेन्थ अफ वेस्ट स्ल्याब भन्ने बित्तिकै तपाईँको दुईटा टाइप 1 को वेस्ट स्ल्याब छ, एउटा चाहिँ के छ त टाइप 2 को वेस्ट स्ल्याब छ भनिसकेपछि यसले चाहिँ टोटल लेन्थ दियो। अब यसको मेजरमेन्ट चाहिँ हामी रनिङ मिटरमा गरिरहेको हुन्छौँ। अब जुन तपाईँको भर्टिकल पोस्टहरू पनि आउँछ अनि त्यसको एउटा मात्रै दिइरहेको हुँदैन, रेलिङको तलपट्टि पनि दिइरहेको हुन्छ हो, त्यो कुरालाई चाहिँ केले कन्सिडर गरिरहेको हुन्छ भन्दा माथि डिस्क्रिप्सनमा हेर्नुभयो भने रेटमा आउँदाखेरि यो रेट चाहिँ यो सबैको लागि भएर आइरहेको हुन्छ कि। जसरी दुईटा रेल के अरे 2 लेयर दिएको छ यहाँ, प्रोभाइडिङ एन्ड फिटिङ स्टेनलेस स्टिल पाइप रेलिङ इन बरन्डा एन्ड स्टेयरकेस विथ 50 mm डायमिटर स्टेनलेस स्टिल पाइप ह्यान्ड रेल 2 रो भनेको छ नि, 2 रो 25 mm डाया स्टेनलेस स्टिल पाइप बिट्विन ह्यान्ड रेल एन्ड फ्लोर एन्ड 50 mm डाया स्टेनलेस स्टिल पाइप प्रोभाइड फर भर्टिकल पोस्ट इन्क्लुडिङ वेल्डिङ कटिङ ड्रिलिङ, यो सबै भनेको छ नि। हो हामीले यसरी एउटा रनिङ मिटरमा टोटल लेन्थ एकचोटि निकालिदिइसकेपछि बाँकी आउने त्यो पार्टको भर्टिकल पोस्टहरू अनि जुन यो अर्को लेयरको जुन त्यो के अरे रेलिङको जुन अर्को लेयर आइरहेको हुन्छ त्यसको लागि के अरे स्टेनलेस स्टिल पाइपको अर्को लेयर आइरहेको हुन्छ, त्यसको लागि चाहिँ के कन्सिडर गरेको हुन्छ भन्दा यो रेटमा चाहिँ ओभरअललाई राखेर यति रनिङ मिटरमा लेन्थ के आयो भने यसको क्वान्टिटी आयो भने यति हुने भनेर क्वान्टिटी त्यसले नै चाहिँ के गरिरहेको हुन्छ तपाईँको इन्क्लुड गरिरहेको हुन्छ। अब लास्ट पार्ट भनेको यसको लागि यहाँ आर्किटेक्ट ड्रइङमा हेर्नुभयो भने अब यो ग्राउन्ड फ्लोर सकिने बेलामा यहाँ चाहिँ के छ त यो पोर्च एरिया जुन यो छ, यो पोर्च एरियामा चाहिँ जुन यो रुफ छ, रुफमा चाहिँ के युज गरेको देखाएको छ, यहाँ टाइल युज गरेको देखाएको छ नि। हो यसको लागि अब तपाईँ टाइलको के निकाल्नु पर्यो, टोटल क्वान्टिटी कति छ त्यो निकाल्नु पर्यो। त्यसको लागि के गर्नुपर्छ त भन्दा अब हाम्रो यो पोर्च एरिया भनेको त यस्तो हुँदैन, यो पार्टमा हुन्छ टाइल, यतापट्टिको पार्टमा हुन्छ अनि अर्कोपट्टिको पार्टमा हुन्छ भनेपछि हाम्रो तीनटै पार्ट देखिया छ नि। यो पार्ट एउटा भइहाल्यो, अर्कोपट्टि यो पार्ट भयो र अर्कोपट्टि यो पार्ट भयो, यो तीनटै लेन्थमा आउँछ। मैले यहाँ चाहिँ के गरेको छु भन्दा यो के अरे निकाल्दाखेरि यो सेन्टर टु सेन्टर के अरे यो टोटल लिदे अनि यो इन्क्लाइन लेन्थ लिदेर मैले यो निकालेको। भनेपछि मैले के गरेको हो भन्दा सिम्पली तपाईँ हेर्नुभयो भने यहाँ 8.58 भनेर यो टोटल लेन्थमा अलि मिस्टेक भएको छ हैन। यो के हो भन्दा डाइमेन्सन जानुभयो भने अब यो टोटल वर्क चाहिँ कसरी निकाल्ने त भन्दा यो सेन्टरबाट यो सेन्टरसम्मको एउटा लेन्थ सर यो प्लानमा इन्क्लुड हुन्छ कि नै हाम्रो? हजुर यो प्लानमा देखाइन्छ कि नै? प्लानमा टाइल वर्क त कहाँ, रुफको टाइल वर्क त हैन मैले भने रुफिङ यो उसको के को चाहिँ ए तपाईले अलि गराइराख्नु भएको छ नि, यो प्लानमा देखाछ कि नै? ए यहाँ देखाछ त, मैले देखाइराकोमा देखिया छैन। यो हेरौँ त एलिभेसनमा, यो त एलिभेसन भयो के रे, प्लानमा भनेको मैले। यो प्लानमा त टाइल कहाँ देखायो त, तल देखाएको छ र मैले तल प्रोजेक्सन गरे ह तल एकचोटी हेर्नु पर्छ है। त्यो टाइल वर्क देखा छैन होला सायद, हैन प्रोजेक्सन गरे हैन छैन होला सायद। मैले ठ्याक्क हेर्दाखेरि त्यहीबाट मेजरमेन्ट पनि त्यही गरे, मैले हेर्दाखेरि ठ्याक्कै त्यहीबाट लिए कि। अब यहाँ हेर्नुभयो भने तपाईहरुले यो लेन्थ चाहिँ कसरी लियो त मैले भन्दा यो यसको लागि मैले ट्यापेजोडल पार्ट छ नि हैन, यसको मिड लेन्थ लिए के, मिड लेन्थ लिए भयो के। डिआइएम गर्नुहुन्छ भने यसको मिड लेन्थ कति छ त अब 3.8 समथिङ छ हैन। त्यो एक लेन्थ यो प्लस यो लेन्थ प्लस यो लेन्थ प्लस अर्को भनेको यो लेन्थ गरेर मेरो टोटल लेन्थ आयो, यो लेन्थ गरेर टोटल लेन्थ आउने भयो। ठीक छ, यो लेन्थ गरेर टोटल लेन्थ आयो। अब
विड्थ कति गयो त म भन्दा यो इन्क्लाइन लेन्थ बराबरको विड्थ गए पुग्यो मलाई। यसरी यो गएर मैले चाहिँ के गरेको हो, यसको टोटल क्वान्टिटी कति आयो धेरै देखायो DIM भनेको लगभग 1 point समथिङ देखाइरहेको छ हैन, 1.098 देखाएर त्यसलाई चाहिँ 1.1 कन्सिडर गरे होला। यो लेन्थ भनेको तपाईको यहाँ डाइरेक्टली 8.8 मैले लेखेर छु हैन, यो तीनटै जोडेर जति आउँछ त्यो बराबरको लेन्थमा चाहिँ के राख्ने हो त, यहाँसम्म के छ भने भनौँ त। यहाँसम्म के छ, एकछिन है सर। हुन्छ हुन्छ। कोर्नी भनेको अघि सुन्नु न, म अघि एक क्लासमा लाइन नभएर जोइन हुन पाइन, बेलुकी मिल्छ कि नै? कति बजेदेखि? बेलुकी 5 देखि 7 होला। ए हजुरले जाऊ पढाउने? ए ल एकछिन म यो અહીં डिस्टर्ब भयो 1 घण्टा जति लाइन नभएर, बेलुकी जोइन हुनु पर्ला छुटेको पार्ट। हुन्छ हुन्छ हुन्छ, त्यहाँ अलि अगाडि पुगिसकेको छ होला, ठिकै छ। हजुर ल हुन्छ हुन्छ। यति पार्टमा केही समस्या छ भने अरु साथीहरुलाई भन्नु त। यहाँ थोरै पार्ट चाहिँ केही छुटेको छ, केही अलि बढी इन्क्लुड भएको छ भने पनि त्यत्रो फरक आइराको हुन्छ। जसरी मैले बुझाकै वाला हो के, यहाँ मैले 8.58 लेखेर छु, मैले यसो हेर्दाखेरि यो 8.58 भन्दा अलि बढी नै आइराको हुन्छ। यहाँ हेर्नुभयो भने तपाईहरुले यो लगभग DIM डाइमेन्सन हेर्नुहुन्छ भने यसको 3.3 यहाँ छ हैन, अनि 3 point समथिङ यहाँ पनि छ, यो त लगभग 3.8 यहाँ रहेछ भनेको लगभग 7 भन्दा बढी भइहाल्यो, र अर्कोतिर पनि त्यति नै छ होला, 3.3 नै यहाँ पनि छ होला, 3.35 भनेपछि लगभग 10 जति हुनुपर्ने हैन, यहाँ कति भएको रहेछ 8.58 भएको रहेछ भनिसकेपछि अब थोरै छुट्दाखेरि पनि त्यत्रो धेरै फरक आइराको हुँदैन के। त्यही भएर कुनै पार्ट छुट्यो र कुनै पार्टमा यसो लेन्थ लिँदाखेरि बढी इन्क्लुड भयो भने पनि तपाईहरुको एकदमै समस्या चाहिँ आउँदैन। यति भइसकेपछि अब ग्राउन्ड फ्लोरको काम सक्यो हाम्रो। अब फर्स्ट फ्लोरमा जाने हो भने ठीक छ होला है, सबैले प्रब्लम छ भन्ने मेसेज आएन भने मैले अगाडि बढे थोरै। अब फर्स्ट फ्लोरमा हेर्नुहुन्छ भने अब फर्स्ट फ्लोरमा पनि ग्राउन्ड फ्लोर जस्तै हामीले कहाँदेखि सुरु गर्ने हो त, PCC वर्क देखि सुरु गर्ने हो। कसैले म्याच पढाओ, ठीक छ ल, PCC वर्क देखि नै सुरु गर्ने हो। अब मेरो फर्स्ट फ्लोरको प्लान हेर्नुहुन्छ भने अब यहाँ नम्बर अफ कलम कतिवटा मात्रै छ त, यो 12 वटा मात्रै नम्बर अफ कलम हो नि। भनेपछि कलमको नम्बर चाहिँ 12 वटा हुने भयो, अगाडिको जस्तै सिम्पली 12 वटा नम्बर, डाइमेन्सन चाहिँ 350 बाइ 350 छ। मेरो टोटल स्टोरी हाइट चाहिँ 3000 mm हो, र जसबाट मैले के घटाइदिए भन्दा स्ल्याबको डेप्थ घटाइदिसकेपछि यसको के आयो, टोटल हाइट आयो। अब सिमिलरली बीमको लागि PCC निकाल्नुहुन्छ भने बीमको लागि पनि के हो त, अब बीम चाहिँ स्ट्रक्चरल यहाँ जानुभयो भने मेसेज आयो होइन, ग्राउन्ड फ्लोर फर्स्ट एन्ड सेकेन्ड फ्लोरको लागि दुईटैको लागि छ। अब यहाँ हेर्नुहुन्छ भने तपाईहरुले लेन्थ तपाईले सिम्पली लेन्थ निकाल्न सक्नुहुन्छ। अब यसको ब्रेथ कति गएको छ हेर्नु त, यसको पनि डाइमेन्सन कति हो, मेन बीम भनेर 250 बाइ 400 mm को भन्दैकै छ। भनिसकेपछि बीमको लेन्थ तपाईहरुले निकाल्न सक्नुभयो। बीमको लेन्थ निकालिदिसकेपछि बीमको विड्थ चाहिँ 250 mm र डेप्थ चाहिँ 400 हो। 400 माइनस मैले स्ल्याबको डेप्थ घटाएपछि के आयो त हाम्रो 125 घटाइदियो भने 275 mm को डेप्थ दिइसक्यो भने यहाँ PCC कति गर्नुपर्छ भनेर यसको लागि आयो। भनेपछि टोटल बीम इन ग्रिड लाइन 1 मा आयो, 2 मा आयो, 3 4 सबैमा र ABC सबैमा के आयो, टोटल PCC 4 बीम पनि निकाल्न सक्यो, कलमको लागि पनि निकाल्न सक्यो, बीमको लागि पनि निकाल्न सक्यो। अब त्यही गरी स्ल्याबको लागि पनि के हो त, अब हाम्रो ग्राउन्ड फ्लोरमा निकाले जस्तै फर्स्ट फ्लोरको लागि पनि के हो त 11.89 त्यही हो नि त हैन, त्यत्रै स्ल्याब राखिन्छ नि त त्यो भन्दा माथि पनि। भनिसकेपछि 11.89 बाइ 9.8 को हामीले के राख्यौं, स्ल्याब राख्यौं। डिडक्सन के पार्ट गर्यौं त, अब हामीले
डिडक्सन भनेको त्यही स्टेयर केसको पार्ट चाहिँ हामीले के गरे हो डिडक्ट गरे हो स्ल्याबमा। अब स्टेयर केसको लागि यहाँ पनि त्यही कुरा हो, वेस्ट स्ल्याब 1 र वेस्ट स्ल्याब 2 दुईटा टाइपको वेस्ट स्ल्याब छ। वेस्ट स्ल्याब 1 दुईटा, वेस्ट स्ल्याब 1 को डाइमेन्सन दुईटा के अरे नम्बर दुईटा छ भनिसकेपछि दुईटा नम्बर 2584 होला र 1063 होला यहाँ, अनि थिकनेस चाहिँ यसको कति होला त 125 mm। त्यसैगरी वेस्ट स्ल्याब 2 को लागि एउटा मात्रै वेस्ट स्ल्याब छ 626 बाइ 1062 भयो, थिकनेस कति राख्या हो 125 mm, त्यसैगरी 0.083 यसको आयो होला। अब सिमिलरली स्टेपको लागि 16 वटा स्टेप 1062 बाइ 265 बाइ 170 गरेर यो के आयो यसको ट्रायंगुलर पोर्सन हो, हाफ इन्टु बेस इन्टु हाइट इन्टु यो लेन्थ गरेर टोटल भोल्युम निकाले होला यसको। अब ल्यान्डिङको लागि पनि दुईटा ल्यान्डिङ छ 1145 बाइ 1062 गरेर यसको के आयो टोटल क्वान्टिटी आयो। ठीक छ यहाँसम्म बढी त भयो हैन नि सर? आजले यति गर्दा हुन्छ, यति गरे नि भयो आजले। साथीहरुलाई सोधौं हैन के गरौँ आज यति गरौँ कि लिन्टेल लेभल पनि त्यो यति लिन्टेल लेभलसम्म भनौँ हैन, त्यसपछि आजलाई यति गरौँ। लिन्टेल लेभल पनि अब यहाँ के हुन्छ त भन्दा अब यहाँ हेर्नु भयो भने तपाईहरुले आर्किटेक्ट प्लानमा जानुभयो भने यहाँ चाहिँ यो पार्टमा के युज गरिरहेको थिएन वाल थिएन, यहाँ चाहिँ त्यो पार्टमा के छ त प्यानल थियो, वाल छ प्यानल हो, यहाँ डबल पीसी प्यानल थियो, यहाँ त्यही भएर हाम्रो के भन्छ लिन्टेल ब्यान्डहरु आएको थिएन भने अब यहाँ त के युज गरेको छ जति लेन्थ यसको छ यो लेन्थ भरिमा के दिने हो हामीले सिम्पली लिन्टेल ब्यान्ड र सिल ब्यान्ड दिने भएर टोटल लेन्थ निकाले हो। र सिल ब्यान्डको लागि के घटाउनु पर्यो मात्रै जति पार्टमा ढोका आएको छ त्यो ढोकाको चाहिँ के घटाइदिने हो डाइमेन्सन घटाइदिसकेपछि आउँछ। आजलाई यति गरौँ त के गरौँ अरु साथीहरु? म 5 बजेतिर जोइन हुन्छ है हजुर क्लासमा बेलुकी 5 बजेतिर हुन्छ। त्यहाँ एकचोटि सरलाई फोन गर्नु न है, एक्सेस सरले नि दिने हो कि यसमै चाहिँ छ कि छैन मलाई ठ्याक्कै थाहा छैन है। ल हुन्छ, ल म फोन गर्छु अफिसमा। आजलाई यति गरौँ है त? ल हुन्छ। ल सबैजनालाई अब रेकर्डिङ चाहिँ म अहिले उसमा राखिदिउँला हैन तपाईको ड्राइभमा। ड्राइभमा एक्सेस सबैसँग छ नि अब हैन? ड्राइभ भनेको इमेलको भन्नुभएको मेलको? मेलमा तपाईको अस्ति जुनमा मैले यो के भन्छ डकुमेन्ट के पठाएको थिएँ ड्रइङ र एक्सेल सिट त्यसमै मेसेजमा आएको थियो त। मेसेजमा के आयो? यो एक्सेल सिटहरु एक्सेल सिट चाहिँ मेसेजमा कसले पठाइदिनु भएको? हैन मेसेजमा मेसेजको थ्रु आएको थियो, मेसेज ओपनको त जो साइट ओपन गर्दाखेरि आएको थियो, त्यही ड्राइभमै हो सायद। ड्राइभमै हो, त्यही चाहिँ भिडियोहरु पनि छ के हिजो क्लासको सबै क्लासको भिडियोहरु पनि त्यही छ, त्यही छ। ड्राइभमा हाल्दिनु भयो। आज क्लासको हेलो हेलो सुनिरहेको छ भन्नुस्। ए ठीक छ फोन आयो कि अफिसबाट। ठीक छ आजलाई यति गरौँ। अब यो भिडियो एकचोटि हेर्नु, भिडियो हेरेर बुझेन भने साँझो क्लासमा आउँदा नि हुन्छ, नत्र यो भिडियो हेरेर बुझ्यो भने ठिकै छ। ए ड्राइभमा हाल्दिनु भन्नु भएको हैन? ड्राइभमा सबै भिडियो ड्राइभमै छ। त्यो जहाँ जुन इमेलबाट तपाईले त्यो के अरे ड्रइङ र पाउनु भएको थियो एक्सेल सिट पाउनु भएको थियो त्यही ड्राइभमा चाहिँ सबै दिनको भिडियो छ कि। ल है त आजको मिटिङलाई यति नै गरौँ हैन? ल हस् ल ओके।